सो हिजो हामीले कहाँसम्म पुगेर छौँ त भन्दाखेरि चाहिँ ल रणबहादुर शाहको हत्यासम्मका कुराहरू भइसकेका छन्। ठिक छ। सो यो एकदमै शाहवंशको इतिहासमा जति पनि नेपालको इतिहासको अलिकति जुन ट्विस्ट हुन्छ नि, जुन टर्निङ पोइन्ट हुन्छ नि, यो चाहिँ यहीँनिर आएर हुन्छ है। भीमसेन थापाको उदय यहीँबाट भएको। भीमसेन थापालाई मुख्तियारी दिने व्यक्ति नै को हुन् त भन्दाखेरि चाहिँ यिनै रणबहादुर शाह हुन्। र रणबहादुर शाह र उनका भाइहरू बिच उनले झगडा गराएर भाइद्वारा दाइलाई मार्न लाए, त्यसपछि भाइलाई पनि मार्न लाए। त्यसपछि नेपालमा गिरबाणको नाममा चाहिँ भीमसेन थापाले 31 वर्ष शासन, एक छत्र शासन गरेको थिए नेपालमा है। र एउटा भनाइ मैले सुरुवात गरेँ, ल यहीँबाट सुरुवात गरेँ है। मैले एउटा भनाइ थियो, एउटा रणबहादुर शाहको एउटा भनाइ थियो, मैले सुरु गरेँ, सबैले त हेर्नु होला। अब रणबहादुर शाहको एउटा भनाइ के हो त भने चाहिँ म मरे मुलुक डुब्ने छैन, म मरे मुलुक डुब्ने छैन, भीमसेन मरे मुलुक डुब्ने छ, भीमसेन मरे मुलुक डुब्ने छ। यो भनाइ कसको हो त भन्दाखेरि चाहिँ यो भनाइ चाहिँ कसको हो त? रणबहादुर शाहको है। ल सो रणबहादुर शाह मरे 1863 वैशाख 14 गते बेलुका 7:30 उनका भाइ शेरबहादुर शाहले उनलाई काटेर मारिदिए, 3 पटक तरबार हानेर। सो नेपालको इतिहासमा आफ्नै भाइद्वारा काटेर मारिने व्यक्ति को हुन् त भन्दाखेरि चाहिँ रणबहादुर शाह हुन्। र अब भीमसेन थापाले त्यसपछि शासन गरे, तर त्योभन्दा अगाडि चाहिँ रणबहादुर शाहको उनी मर्दाखेरि, यिनको मृत्यु हुँदाखेरि चाहिँ यिनको मृत्युमा 16वटी रानी है, 16वटी रानी चाहिँ सती गएका, यो नबिर्सिने। 16वटी रानी चाहिँ सती गएका। शाहवंशमा सबैभन्दा बढी अथवा धेरै रानीहरू सती गएका कसको शासनकाल, के अरे कसको मृत्यु हुँदाखेरि त भन्दाखेरि चाहिँ यिनै रणबहादुर शाहको। इतिहासमै सबभन्दा बढी योग नरेन्द्र मल्ल 33 रानी, यिनको पालामा चाहिँ 16वटी रानी। ठिक छ। अनि जयप्रकाश मल्लकोमा मैले लेखाइसकेको छु दुईवटा कुरा। सुनको असर्फीलाई मुद्रा बनाएर चलाउने को हुन् त? यिनै रणबहादुर शाह हुन्। बालाजुको 22औं धारा पनि कसले बनाएको हुन् त? यिनीले बनाएको हुन्। त्यसकारण यिनलाई चाहिँ जयप्रकाश मल्लको के मानिन्छ त? पुनर्जन्म मानिन्छ भन्ने कुरा पनि यहाँलाई मैले जानकारी गराइसकेको छु है। ल अब त्यसपछि 1863 पछि विक्रम सम्वत 1863 पछि 1863 पछि चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ नेपालको शासन व्यवस्था राजा को हुन्छन् त? राजा त को नै हुन्छन् त भन्दाखेरि चाहिँ राजा गिरबाण नै हुन्छन्। राजा गिरबाण हुन्छन् र मुख्तियार। यतिखेर नेपालमा प्रधानमन्त्री भन्ने पद थियो? थिएन। यतिखेर नेपालमा कुन पद थियो त? मुख्तियार। मुख्तियार को थिए त? भीमसेन थापा थिए। भीमसेन थापा थिए, यिनी मुख्तियार थिए होइन। उनले सबैलाई मार्दिए क्या, आफ्ना विरोधीहरू सबैलाई मार्दिए। अब यो सबै रानीहरूलाई उनले सतीजना बाध्य बनाएको थियो। जेठी महारानी को हुन् त? राजराजेश्वरी, जो चाहिँ हेलम्बोमा निर्वासनमा थिइन्। उनलाई समेत काठमाडौँ बोलाएर यो भीमसेन थापाले चाहिँ सतीजनालाई चाहिँ बाध्य बनाइदिएका थिए है। यसरी भीमसेन थापाको उदय भयो र उनले गिरबाणको नाममा शासन गरे। ल अब राजा गिरबाणको बारेमा 3-4वटा कुराहरू हिजो हामीले छलफल गरि नै सकेका छौँ। गिरबाण युद्ध, गिरबाण युद्ध, यिनको नामको पछाडि के राख्न थाल्यो त भन्दाखेरि चाहिँ विक्रम। गिरबाण युद्ध विक्रम शाह। नेपालको इतिहासमा सबैभन्दा कति उमेरमा त? सानो उमेरमा राजा। नेपालको इतिहासमा सबैभन्दा सानो उमेरमा राजा हुने व्यक्ति यिनै हुन्। अब स्पष्ट तथ्याङ्क अनुसार उनी कति महिनामा राजा भएको हुन् त भन्दाखेरि चाहिँ 17 महिनामा राजगद्दीमा राखिएको हुन् 1855 फागुनमा। त्यो भनेको चाहिँ हामीले इतिहासमा चाहिँ 1.5 वर्षमा भनेर हामीले पढेका छौँ नि, 1.5 वर्षमा भनेर। तर ठोस चाहिँ हामीले 17 महिना भनेर चाहिँ उनले गरेको पाउँदछौँ। ठिक छ। सो सानो उमेरमा राजा उनी 17 महिनामा भए। अर्को के हो त भन्दाखेरि चाहिँ विक्रम उपाधि धारण गर्ने, विक्रम उपाधि धारण गर्ने पहिलो, उपाधि धारण गर्ने पहिलो यिनी होइनन् त? धारण गर्ने पहिलो राजा, पहिलो शाहवंशीय राजा को हुन् त भन्दाखेरि चाहिँ यिनै गिरबाण हुन्। यहाँ मैले हिजो पनि जानकारी गराइसकेको छु। रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरी, उनका छोराहरू थिएनन्। माइली महारानी को थिइन् त? सुवर्णप्रभा। सुवर्णप्रभाबाट जन्मेका छोरा को थिए त? रणदत्त शाह, जो चाहिँ अब राज्य अभिषेक अथवा राजकाज चलाउने चाहिँ उसको उत्तराधिकारी थिए। तर कान्तवती झाको चाहिँ
कोखबाट जन्मिएका अथवा जेठी माइली साइली रानीका सन्तानलाई चाहिँ उनले के हो त राजगद्दीमा राख्दे र क्रम भङ्ग गर्दे। सो त्यो क्रम भङ्ग गरिदिएपछि यिनको नामको पछाडि जोडेको शब्दको नाम के हो त विक्रम। सो विक्रम उपाधि धारण गर्ने पहिलो व्यक्ति अथवा पहिलो राजा को हुन् त भन्दा यिनै के हुन् त गिरवाण हुन् है। उनी कहिले राजा भएको थिए त विक्रम सम्वत 1855 मा। विक्रम सम्वत 1855 मा चाहिँ उनी राजा भएका थिए। ठिक छ। र अब उनको मृत्यु नेपालको इतिहासमा सबैभन्दा सानो उमेरमा मृत्यु हुने राजा पनि यिनी नै हुन्। मृत्यु उनको कहिले भएको छ त भन्नुहुन्छ भने विक्रम सम्वत 1874 मा। 74 मा कति वर्षको उमेरमा त 19 वर्षमा। 19 वर्षको उमेरमा उनको के भएको छ त भन्नुहुन्छ भने मृत्यु भएको छ। 19 वर्षको उमेरमा अब के भएको छ उनको मृत्यु भएको छ। सरी 74 मा 73 मा 73 मा है 1873 मा। उनी जन्मेका हुन् 1854 मा जन्मेका हुन् हैन। 54 मा जन्मेका हुन्। 1855 फागुनमा उनी राजगद्दीमा बसेका हुन्। त्यसपछि 54 मा जन्मेको मान्छे 64 74 73 मा मरेका हुन् भनेपछि 19 वर्षमा उनको के भयो त मृत्यु भयो। सानो उमेरमा राजा भए, सानो उमेरमा मर्ने। सबभन्दा सानो उमेरमा राजा हुने पनि यिनै हुन्। सबभन्दा सानो उमेरमा मर्ने राजा पनि शाहवंशी राजाको हुँदा यिनै गिरवाण नै हुन् है। ल यो भयो। अब यहाँ कुरा आउँछ, अब जोडिन्छ। अब के त अब यतिखेर मुख्तियार को छन् त भीमसेन थापा छन्। अब यहाँ के कुरा आउँछ भने चाहिँ नेपाल अङ्ग्रेज युद्ध एकदमै सर्वाधिक महत्त्वपूर्ण नेपाल अङ्ग्रेज युद्ध। हामीले नेपाल तिब्बत युद्धको कुरा गरौँ। अब हामी के कुरा गर्छौँ त नेपाल अङ्ग्रेज युद्धको कुरा गर्छौँ है। ल टिप्पण गर्नुहोस्। विक्रम उपाधि धारण गर्ने, सानो उमेरमा राजा भएका, सानो उमेरमा मरेका, यो भयो। र अब यी गिरवाण राजा र यी प्रधानमन्त्री भीमसेन थापा मुख्तियार हुँदाखेरि के भयो त भन्दाखेरि चाहिँ अब एउटा क्वेसन यसरी पनि आउन सक्ला। नेपालको क्षेत्रफल विस्तार, नेपालको क्षेत्रफल या भनौँ सिमाना विस्तार, सिमाना चाहिँ विस्तार कसको शासनकालसम्म भइरहेको थियो भनेर क्वेसन सोधिन सक्ला हैन। त्यसपछि नेपालको सिमाना विस्तारमा रोक, विस्तारमा रोक कसको शासनकालमा भएको थियो भनेर सोध्देला दोस्रो क्वेसन। अर्को क्वेसन के हुन सक्ला, नेपालको चाहिँ नेपाल अङ्ग्रेज युद्ध हुँदा अर्को क्वेसन के हुन सक्छ भन्नुहुन्छ भने नेपाल अङ्ग्रेज युद्ध हुँदा, नेपाल अङ्ग्रेज युद्ध सुरु हुँदा या भनौँ अन्त्य हुँदा जेसुकै भने पनि अन्त्य हुँदा राजा अथवा प्रधानमन्त्री को थिए। त्यसपछि अर्को क्वेसन सुगौली सन्धि हुँदा नेपालका राजा को थिए र प्रधानमन्त्री को थिए। सबैको उत्तर के हो त एउटै हो। यतिखेर नेपालमा राजा को छन् त भन्दाखेरि चाहिँ गिरवाण छन्। यतिखेर नेपालमा राजा को छन् त गिरवाण युद्ध छन् भने मुख्तियार। यतिखेर नेपालमा मुख्तियार को छन् त भन्दाखेरि चाहिँ मुख्तियार को छन् त भीमसेन थापा छन्। मुख्तियार चाहिँ को छन् त भीमसेन थापा छन्। ल सो राजा गिरवाण छन्। गिरवाण अथवा गिरवाण युद्ध विक्रम शाह छन् राजा र मुख्तियार को छन् त भीमसेन थापा। प्रधानमन्त्री को छन् त भीमसेन थापा। मुख्तियार र प्रधानमन्त्री पद के हुन् त समानान्तर हुन्। तर यतिखेर नेपालमा प्रधानमन्त्री पद थिएन। सो नेपालको सिमाना विस्तार कुन राजाको पालासम्म भइरहेको थियो गिरवाण युद्ध। नेपालको सिमाना विस्तार भइरहँदा प्रधानमन्त्री को थिए भीमसेन थापा। नेपालको क्षेत्रफल सिमाना विस्तारमा रोक कुन राजाको पालामा लागेको गिरवाण युद्ध। किनभने अङ्ग्रेज युद्ध भयो नि त। त्यो भनेको नेपाल अङ्ग्रेज युद्ध, ब्रिटिससँग युद्ध भयो। युद्ध भएर युद्ध अन्त्य भइसकेपछि नै क्षेत्रफल विस्तार रोक भयो हो हैन। त्यसपछि यो अङ्ग्रेज युद्धको अन्त्य कुन सन्धिले गराएको सुगौली सन्धिले गरेको। त सुगौली सन्धि हुँदा पनि राजा को हुन् त गिरवाण युद्ध, प्रधानमन्त्री अथवा मुख्तियार को हुन् त भीमसेन थापा। यी सबै चारवटै प्रश्नको उत्तर के हो त एउटै। राजा नाम सोध्छ भने गिरवाण युद्ध, प्रधानमन्त्री अथवा मुख्तियार भन्छ भने को भन्ने हो त भीमसेन थापा हुन् हैन। सो सिमाना विस्तार भनेको भीमसेन थापाले नेपाललाई पाल्पा राज्यलाई नेपालमा गाभ्ने अर्थात् तत्कालीन समयको बृहत्तर नेपालमा गाभ्ने व्यक्ति को हुन् त। नेपालमा गाभ्ने अथवा नेपालभित्र समाहित गराउने नेपालमा गाभ्ने यी को हुन् त भन्दाखेरि चाहिँ यी चाहिँ को हुन् त भीमसेन थापा हुन्। भीमसेन थापा
र उनका पिताको नाम के हो त भन्दाखेरि चाहिँ उनका पिता सानुकाजी अमरसिंह थापा। नेपाली इतिहासमा अमरसिंह थापा दुईजना पात्र हुन् है, एउटा बडाकाजी अमरसिंह थापा हुन्, एकजना सानुकाजी अमरसिंह थापा। सानुकाजी अमरसिंह थापा भनेका भीमसेन थापाका पिताजी। ठिक छ। सो पाल्पालाई नेपालमा गाभ्ने काम कसले गर्यो त भन्दाखेरि चाहिँ भीमसेन थापा। अब गाभ्नु भने त क्षेत्रफल विस्तार हो नि त, सिमाना विस्तार भएको हो नि त, होइन? सो यो चाहिँ काम कसले गरे त? भीमसेन थापाले गरेका थिए। अब यहाँ हामीलाई अफिसरमा सेक्सन अफिसरबाट क्वेसन सोधिया छ। के भनेर क्वेसन सोधिया छ त भन्दाखेरि चाहिँ पाल्पाका अन्तिम राजा को हुन् भनेर क्वेसन सोधिया छ। को हुन् त भन्दाखेरि चाहिँ पृथ्वीपाल सेन यी राजा हुन्। अन्तिम राजा भने पाल्पाका चाहिँ पहिलो राजा, पहिलो अथवा संस्थापक चाहिँ को हुन् त भन्दाखेरि चाहिँ पहिलो राजा चाहिँ को हुन् त? रुद्रसेन। पहिलो राजा चाहिँ को हुन् त? रुद्रसेन हुन्। ठिक छ, पहिलो राजा रुद्रसेन हुन्। सो पाल्पालाई नेपालमा गाभ्यो। हामीले पृथ्वीनारायण शाहको पालामा पातल भनेर सम्झेको छ नि, पाल्पा, तनहुँ, लमजुङ। पृथ्वीनारायण शाहले कहिले पनि जित्न नसकेका राज्य हुन् यिनीहरू। तनहुँ लमजुङ पछिबाट कसले जिते त? बहादुर शाहले जिते। र पाल्पा कसले जिते त? भीमसेन थापाले जितेर बृहत्तर नेपालमा के गरे त? समाहित गराए अथवा एकीकरण गराए, होइन? यो भनेको क्षेत्रफल विस्तार भइरहेको कुरा हो नि त। हो, त्यसपछि के भयो त भन्दाखेरि चाहिँ अब यो पाल्पामा के हो त? त्यतिखेर नेपालमा निरापद थियो, नेपालमा केही पनि पद थिएन, सबै दादागिरी कसको चल्थ्यो त? भीमसेन थापाको चल्थ्यो। सो भीमसेन थापाले एउटा पद सिर्जना गरेका थिए। त्यो पद भने के हो त भने चाहिँ बडा हाकिम। त्यो पदको नाम के हो त? बडा हाकिम भन्ने चाहिँ पद थियो। आजको दिनमा यो पद भनेको गभर्नर हो। र बडा हाकिम चाहिँ कहाँ त भन्दाखेरि चाहिँ पाल्पाको बडा हाकिम। पाल्पा नेपालभित्र गाभे र पाल्पाको बडा हाकिममा चाहिँ कसलाई बनाए त भन्दाखेरि चाहिँ आफ्ना पितालाई चाहिँ पाल्पाको बडा हाकिम बनाइदिए। पाल्पा राज्यमा चाहिँ उनले आफ्ना पिता सानुकाजी अमरसिंह थापालाई चाहिँ त्यहाँका के गरे त? गभर्नर अथवा बडा हाकिम बनाएर उनलाई त्यहीँ बस भने। र त्यसपछि अब आउँछ नेपाल अङ्ग्रेज युद्ध। कसरी भयो त? अब त्यसपछि के हुन्छ? नेपाल अङ्ग्रेज युद्ध के हुन्छ? सुरु हुन्छ। कसको पालामा? राजा गिरबाड। कसको मुख्तियारीमा? भीमसेन थापा। अन्त्य हुन्छ कसको पालामा? यिनीको पालामा। अन्त्य कुन सन्धिले गराउँछ? सुगौली सन्धि हुँदा राजा को थिए? गिरबाड। प्रधानमन्त्री को थिए? मुख्तियार को थिए? भीमसेन थापा। कुरा यही हो है। ल अब जाउँ नेपाल अङ्ग्रेज युद्ध, टाइटल दिनुहोस्। अब त्यसपछि नेपाल अङ्ग्रेज युद्ध। यसलाई हामीले के भन्छौँ त भन्दाखेरि चाहिँ नेपाल भनेको नेपाल भइहाल्यो, नेपाल एङ्ग्लो वार, अथवा के भन्छ त भनेर चाहिँ नेपाल इङ्ग्लिस वार अथवा द ब्रिटिस गोर्खा वार। ठिकै छ, यसले पारिनु भयो। नेपाल ब्रिटिस वार। त्यो भने के हो त? नेपाल र को बीच युद्ध हो त? नेपाल र अर्को ब्रिटिस। नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी। नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच के भएको थियो? यो युद्ध भएको। ल यो युद्ध को बीच भएको थियो त भन्दाखेरि चाहिँ जसरी हिजो हामीले कुरा गऱ्यौँ नेप्ली सिनो वार भनेको त, सिनो भनेको चाइनिज हो र एङ्ग्लो भनेको त अङ्ग्रेज, ब्रिटिस भनेको अङ्ग्रेज। अथवा भारतमा कसले शासन गरेको थियो पहिला? ब्रिटिस इस्ट इन्डिया कम्पनीले शासन गरेको थियो। त्यस कारणले नेपाल अङ्ग्रेज युद्ध को बीच भएको थियो भने नेपाल ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच चाहिँ यो युद्ध चाहिँ भएको थियो। अब अवधि कहिले हो त यसको अवधि भनेको चाहिँ 1814 देखि सन् 1814 देखि लिएर सन् 1816 सम्म। यो हाम्रो क्याडेट अफिसरमा सोधिसकेको क्वेसन हो। नेपाली सेनाको क्याडेट अधिकृतमा चाहिँ जिकेमा सोधेको क्वेसन। नेपाल अङ्ग्रेज युद्धको अवधि कति हो भन्दा सन् 1814 देखि सन् 1816 सम्म भएको थियो, होइन? अब अर्को क्वेसन हामीलाई फ्याट्ट आउने क्वेसन के हो त? नेपाल अङ्ग्रेज युद्धको तत्कालीन कारण के हो त? यो महत्त्वपूर्ण छ। तत्कालीन कारण भनेको के हो त? नेपालका दुईटा ठाउँ, एउटा बुटवल, अर्को के हो त? शिवराज। एउटा बुटवल, अर्को के हो त? शिवराज, है? तत्कालीन कारण। अब कसरी त? यो लेख्दै गर्नु, म भन्दै जान्छु, बुझौँ यो है। सो यो चाहिँ के हो त भन्दाखेरि चाहिँ एकीकरण अभियान दौरान भीमसेन थापाले नेपालमा गाभेको राज्य कुन हो त? पाल्पा। योभन्दा अगाडिको स्लाइडमा हामी लेखिसकेका छौँ। ठिक छ। अब पाल्पामा भीमसेन थापाले आफ्ना पिता को हुन् त?
सानुकाजी अमरसिंह थापा, यी सानुकाजी अमरसिंह थापालाई के बनाएको थियो त बडा हाकिम, त्यहाँको गभर्नर बनाएर राखेको थियो। त्यति नै बेला भीमसेन थापाले के गर्यो त भन्दाखेरि चाहिँ यो दुईटा ठाउँहरू जुन छ नि बुटोल र शिवराज, त्यो तत्कालीन समयमा कुन राज्य अन्तर्गत पर्दथ्यो त भन्दाखेरि चाहिँ अवध राज्य अन्तर्गत पर्दथे, जहाँ अवध राज्यका शासक को थिए त भन्दाखेरि चाहिँ यसका शासक नवाब को थिए त भन्दाखेरि चाहिँ वजिर, यसका शासक नवाब वजिर यसका के थिए त शासक थिए यो बुटोल शिवराज लगायतको अवध राज्यको क्षेत्रमा। र भीमसेन थापाले के गरे त पाल्पामा आफ्ना पिता बडा हाकिम छन्। अब त्यो पाल्पा राज्यमा भीमसेन थापाले के गरे त भन्दाखेरि चाहिँ यी बुटोल र शिवराजलाई चाहिँ त्यहाँ गाब्नलाई कसलाई प्रस्ताव गरे त नवाब वजिरलाई चाहिँ के हो त आग्रह गरे। के भनेर त हेर वजिर, म तिमीलाई चाहिँ यो राज्य प्रयोग गरे बापत चाहिँ कर तिर्छु, त्यसको बदलामा तिमीले चाहिँ के गर त बुटोल र शिवराज चाहिँ के हो त भन्दाखेरि चाहिँ मलाई देऊ। अथवा त्यो शर्तमा पाल्पा राज्यमा बुटोल र शिवराज चाहिँ के हो त गाभिएका थिए। आज अब बुटोल रूपन्देही, अब शिवराज कपिलवस्तु थाहा छैन हामीलाई होइन त, गाब्ने प्रस्ताव गरेका थिए। उनले पनि कर तिर्ने शर्तमा उनले के गरे त भन्दाखेरि चाहिँ ओके छ त भनेर यो बुटोल र शिवराजलाई के हो त पाल्पाको मात्रामा राखिदिए वजिरले। तर अङ्ग्रेजहरूलाई त यो कुरा चित्त बुझेको थिएन त। ब्रिटिसले त नेपालमा जमानामा खाइसक्थ्यो नि त, तर सिन्धुलीगढीको युद्धले बचाइरहेको थियो। ब्रिटिसहरू जसरी पनि नेपालभित्र घुस्न चाहन्थे, उनीहरू एउटा कारण चाहिएको थियो। र पछिबाट के हो त अङ्ग्रेजले नयाँ कमान्डर खटाइदियो जनरल वारेन हेस्टिङ्स भनेर। र तिनले के गरे त भन्दाखेरि चाहिँ नेपाललाई पत्र लेखे। के भनेर त यो बुटोल र शिवराज 15 दिनभित्रमा हामीलाई फिर्ता गर, किनभने यहाँका नवाब वजिर हामीसँग पराजित भइसके। अब नैतिकताले पनि तिमीहरूको त भूभाग पर्दैन, त्यहाँ भएको तिम्रो सेना पनि के हो त तत्काल हटाऊ भनेर के गरे त धम्कीपूर्ण पत्र पठाए। कसले त भन्दाखेरि चाहिँ यतिखेर अङ्ग्रेजका कमान्डर अथवा यो युद्ध घोषणा गर्ने अङ्ग्रेजका कमान्डर, तिनको नाम के हो त जनरल वारेन हेस्टिङ्स। जनरल वारेन हेस्टिङ्स यिनलाई चाहिँ एउटा दिएको सैन्य पदवी के हो त अल अफ मोइरा है। उनलाई दिएको एउटा सैन्य पदवीको नाम के हो त EARL अल अफ अफ MOIRA मोइरा भनेको एउटा बहादुरीका साथ उनलाई दिएको के हो त यो एउटा पदवी जनरल वारेन हेस्टिङ्सलाई। अङ्ग्रेजले चाहिँ यिनलाई नयाँ कमान्डर पठाएर चाहिँ के हो त भने चाहिँ जसरी पनि हामीले नेपाल एकीकरण के अरे नेपालमाथि कब्जा गर्नैपर्छ, किनभने नेपाल प्राकृतिक रूपमा चाहिँ एकदमै सुन्दर थियो र नेपालको बाटो हुँदै तिब्बत हुँदै मङ्गोलिया पुगेर त्यहाँको नुनसुन कपासमाथि कब्जा गर्न चाहन्थे। त्यसकारण उनीहरूलाई नेपाल चाहिन्थ्यो। त्यसकारण अङ्ग्रेजहरूले कसलाई पठाए त नयाँ कमान्डर पठाए जनरल वारेन हेस्टिङ्सलाई। जसरी पनि अब तिमीले के गर्दा नेपालमा जित्नै पर्यो भनेर। अब न्यू त खोज्नु पर्यो। सो न्यू खोज्दाखेरि के भन्दा उनीहरूले जुन पाल्पामा गाभिएको बुटोल शिवराज यो नेपाल तिम्रो होइन, हामीलाई फिर्ता देऊ, 15 दिनभित्रमा खाली गर भनिसकेपछि भीमसेन थापाले के भनेर त बरु ज्यान जाला छोडिँदैन, 1 इन्च जमिन पनि छोडिँदैन भनिसकेपछि अब के गर्छ अङ्ग्रेजले नेपाल विरुद्ध के गर्छ युद्धको घोषणा गरिदिन्छ। अब क्वेसन आउँछ अङ्ग्रेजले नेपाल विरुद्ध युद्धको घोषणा कहिले गरेको थियो त? अङ्ग्रेजले नेपाल विरुद्ध अब के गर्छ त भन्नुहुन्छ भने नेपाल विरुद्ध के घोषणा गर्छ त युद्धको घोषणा गरिदिन्छ। अब युद्धको के गर्छ त घोषणा गर्छ। एकदमै महत्त्वपूर्ण डेट हो यो। कहिले गर्छ त 1814 नोभेम्बर 1। 1814 नोभेम्बर कतिमा गर्छ त 1 मा चाहिँ अब के गर्छ उसले युद्धको घोषणा गरिदिन्छ। 1814 नोभेम्बरमा युद्धको घोषणा गरिदिन्छ। अब युद्धको घोषणा गर्ने मान्छे को हो त? युद्धको घोषणा गर्ने मान्छे को हो त? जनरल वारेन हेस्टिङ्स। यो मान्छेले घोषणा गरेको। जनरल वारेन हेस्टिङ्सले 15 दिनको अल्टिमेटम दिएको थियो। 1814 सायद मार्च 11 मा हो। धम्कीपूर्ण पत्राचार गरे इन्डियाले के अरे ब्रिटिसले त्यो विभाजित भूमि छोड भनेर 15 दिनको अल्टिमेटम दिएको थियो। भीमसेन थापाले यो क्षेत्र हस्तान्तरण गर्न मानेनन्। भीमसेन थापाले बरु के गर्दा बरु युद्ध लड्ने, 1 इन्च भूमि पनि नछोड्ने दृढता अथवा त्यो उद्घोष गर्छन्, युद्धको घोषणा गरिदिन्छ 1814 नोभेम्बर 1। कहाँदेखि त? यतिखेर हाम्रो नेपालको पूर्वदेखि पश्चिम कति थियो त हाम्रो औसत लम्बाइ? पूर्व पश्चिम भनेको हामी कति सय किलोमिटरमा थियौँ त भन्दाखेरि चाहिँ 1500 किलोमिटर थियौँ। हाम्रो त गङ्गासम्म फैलिसकेको थियो नि त सिमाना त, यहाँसम्म थियो। एकैचोटि युद्ध घोषणा गरे पूर्वदेखि पश्चिमसम्म। किन थाहा छ? किन भन्दाखेरि अङ्ग्रेजलाई दुईवटा कुरा थाहा थियो। नेपाली सेना शक्तिशाली त छ, डेन्जर त छ, मारिहाल्छन् काटिहाल्छन्, तर के हो त सङ्ख्या कम छ। त्यस कारणले के गर्नु त छरिम पूर्वदेखि पश्चिमसम्म एकैचोटि आक्रमण गरिदिउँ
अनि त्यत्रो सेना त छरिँदाखेरि त के हो त, कसरी जित्न नसकेला भनेर उनीहरूले एकैचोटि पूर्वदेखि पश्चिमसम्म के गर्दै युद्धको घोषणा गर्थे। अब क्वेसन आउन सक्छ, युद्धको सुरुवात चाहिँ कहिलेबाट भएको त भन्दा युद्धको सुरुवात चाहिँ कहिलेबाट भएको त भन्नुहुन्छ भने 1814 अक्टोबर 31 1814 अक्टोबर 31 मा, एक दिन अगाडि नै लाग्यो तपाईहरुलाई। 1814 नोभेम्बर 1 मा चाहिँ युद्ध घोषणा गरिएको छ। अब नोभेम्बर भन्दा अगाडि त अक्टोबर आउँछ नि त, अक्टोबर 31 पछि मात्रै नोभेम्बर 1 आउने हो, कसरी भन्नु होला हो। 1814 नोभेम्बर 1 बाट युद्ध गर्ने भनेर घोषणा गरेको थियो, तर एक दिन अगाडि नै अघिल्लो रातमै नालापानी किल्लामा जनरल जिलेस्पी आफ्नो फौज लिएर के त भन्दा चाहिँ आइपुगे। जतिखेर चाहिँ हाम्रा वीर बलभद्र कुँवर के गर्दै थिए त भन्दा चाहिँ 600 जना जति महिला केटाकेटी बालबालिकालाई जम्मा गरेर सैन्य प्रशिक्षण दिँदै थिए। त्यहाँ आक्रमण गरे उनीहरूले र त्यहाँबाट चाहिँ नालापानी देहरादून हो नि त, त्यहाँबाट चाहिँ नालापानी किल्ला चाहिँ लगभग केही किलोमिटर टाढा रहेको नालापानी किल्लामा रातारात उनीहरू त्यहाँ गएर त नालापानी किल्लामाथि चढेर ढुङ्गामुढा गर्न थालेका हुन्। भनेको एक दिन अगाडि नै उनीहरूले के गरेको हुन्छ, आक्रमण गरेका हुन्। त्यसकारणले युद्ध घोषणा गरेको मितिभन्दा एक दिन अगाडि धोकेबाज रहेछन्, एक दिन अगाडि नै आक्रमण गरिदिएका। कहाँ गरेको हुन्छ भन्दाखेरि चाहिँ पूर्वदेखि पश्चिमसम्म एकैचोटि चाहिँ के गरेको हुन्छ, उनीहरूले आक्रमण गरेका। ठिक छ ल। अब यहाँबाट आउने क्वेसन के हो थाहा छ, अब दुईटा प्याटर्नमा क्वेसन आउँछ। अब हामीले डेटहरू अहिलेसम्म सोधेको छैन कुन मितिमा कुन कुन युद्ध लड्यो भनेर, तर हाम्रा सेनाहरू हामी त प्रतिकार गरे हो नि। आक्रमण कसले गरेको त, अङ्ग्रेजले आक्रमण गरेको। हामीले के गरेको त, प्रतिकार गरेको, डिफेन्ड गरेको हामीले। र अब यहाँ के त, नेपालको किल्ला रक्षकहरू को कहाँ कहाँ थिए, अङ्ग्रेजबाट आक्रमण गर्नेहरू को कहाँ थिए, र अब हाम्रा को योद्धाहरू कहाँ कहाँ मारिए। यहाँ आउने क्वेसन यही हो, यहाँनिर यति नै हो। त्यस कारणले म अब यसका केही मेजर चार्टमा ट्याक्कसँगले लेख्छु, यसलाई कपी गर्ने, यसलाई पढ्ने है ल। सो यो चाहिँ एकापट्टि तपाईँले के लेख्नु भन्दा चाहिँ गढी अथवा के हो त, किल्ला अथवा यसलाई हामीले अङ्ग्रेजीमा के भन्छ त, फोर्ट होइन। अनि अब नेपालको तर्फबाट यो रक्षक को थिए त, नेपाल यताबाट अङ्ग्रेजहरू चाहिँ को आक्रमण गर्न आएको थियो त, अङ्ग्रेजहरू को आक्रमण गर्न आएको थियो त, यो चाहियो होइन। म मेजर लेखाउँछु है। अब यसका लगभग हामीसँग कति 42 कि 43वटा छन्, त्यो सबै चाहिँदैन। ठिक छ। अब नेपालको सबभन्दा त्यतिखेर पूर्वी सिमाना भनेको कहाँ त, सिक्किम हो नि। सिक्किम, अर्को विजयपुर, अर्को कहाँ त, मोरङ। अब भोलि जाँचमा सोध्ने क्वेसन के हो त, नेपाल अङ्ग्रेज युद्ध दौरान चाहिँ सिक्किमको रक्षार्थ नेपालबाट को खटेका थिए, क्वेसन आउने यसरी नै हो। यहाँ को थिए त भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यसलाई चार्ट बनाउँदा पनि हुन्छ। काजी, यहाँ को थिए त, काजी बख्तावर सिंह थापा, काजी बख्तावर सिंह थापा यी थिए भने यताबाट को थियो भने चाहिँ क्याप्टेन लेटर यिनी थिए। सिएपिटी भनेको क्याप्टेन पद क्या, क्याप्टेन लेटर अथवा क्याप्टेन बी लेटर, त्यो चाहिँदैन, नपढ्नुहोस्। यो काजी बख्तावर सिंह थापा चाहिँ तपाईँले याद गर्ने। ठिक छ। त्यसपछि अर्को एउटा सबैभन्दा हाम्रा खतरा जितगढी किल्लामा चाहिँ नेपालको तर्फबाट चाहिँ उजिर सिंह थापा यो जितगढी, बुटवल, अर्को कहाँ त भन्दा चाहिँ पाल्पा, यो हेर्ने गरे जितगढी। सो यहाँनिर चाहिँ हाम्रा को थियो भने चाहिँ कर्नेल उजिर सिंह थापा थिए। अब उनीहरूको सुरुमा एट्याक चाहिँ उता देहरादूनमा भयो, तर युद्ध लडेको चाहिँ पहिलो ठाउँ चाहिँ के हो त भन्दा चाहिँ यही हो। जब अङ्ग्रेजहरू चाहिँ तिनाउ नदी क्रस गरेर नेपाली सेनालाई आक्रमण गर्न आउँदै थिए, त्यतिखेर नै कर्नेल उजिर सिंह थापाको नेतृत्वमा रहेको 800 फौजले पहिलो पटक प्रतिकार गरेको थियो भनिन्छ। युद्ध लडेको चाहिँ यिनीहरूले हो पहिला। र अङ्ग्रेजको तर्फबाट कसले नेतृत्व गरेको थियो त भन्दाखेरि चाहिँ जनरल जोन सुलिभान वुड। यो नपढ्नुहोस्, यो चाहिँदैन, यो नाम नबिर्सिने। उजिर सिंह थापा, जितगढी किल्ला अथवा फोर्ट यहाँ भयो। त्यसपछि अब भीमसेन थापाले आफ्ना सहोदर भाइलाई चाहिँ कहाँ राखेको थियो त भन्नुहुन्छ भने मकवानपुर गढीमा को थियो त भन्दाखेरि चाहिँ भीमसेन थापाका सहोदर भाइ रणवीर सिंह थापा यहाँ।
र सबैभन्दा ठुलो फौज चाहिँ मकवानपुरमा तैनात गरेको थियो। किनभने यदि मकवानपुर त अब चाहिँ अब ललितपुरको पारिभरि त हो मकवानपुर होइन, यदि मकवानपुर हार्यो भने त सिधै उपत्यकामा आउँथे। त्यस कारणले भीमसेन थापाले आफ्ना सहोदर भाइ रणवीर सिंह थापालाई जति जति सैन्य शक्ति थियो त्यसको 1/3 सबै यहीँ राखेको थियो अरे। जति जति हतियार थियो त्यसको लगभग सबै हतियार चाहिँ यहाँ राखेको थियो अरे यो रक्षार्थको लागि। र यो किल्लालाई चाहिँ आक्रमण गर्न चाहिँ 2टा कमान्डर खटाएको थियो अरे क्या अङ्ग्रेजले पनि। ती को थिए त भन्दाखेरि चाहिँ बेनेट मार्ली, BANNT बेनेट, MARLEY बेनेट मार्ली होइन, जसलाई चाहिँ के भन्थ्यो त टाइगर अफ ब्रिटिस इस्ट इन्डिया कम्पनी भनेर कसलाई चिनिन्थ्यो त बेनेट मार्लीलाई चिनिन्थ्यो भने। अर्को चाहिँ जर्ज वुड, अर्को चाहिँ को थियो त भन्नुहुन्छ भने जर्ज वुड थिए। ल यी क्वेसनहरू अहिलेसम्म कहिले पनि आएको छैनन्, मेरो विचारमा आउँदा पनि आउँदैनन्, यो चाहिँ नबिर्सिनु पर्यो। काजी बख्तावर सिंह थापा, कर्नेल उजिर सिंह थापा, कर्नेल रणवीर सिंह थापा, यी भीमसेन थापाका सहोदर भाइ हुन् है। ल यसलाई टिप्पणी गर्नुहोस्। अब त्यसपछि पश्चिम किल्लातर्फ जाउँ, देहरादुन र पूर्वी किल्लाहरू नेपालले कहिले पनि युद्ध हारेन सुरुवातमा। जब सबै पश्चिमी क्षेत्र गुमाए नि त्यसपछि मात्रै पूर्वी क्षेत्रहरूमाथि के गरेको थियो आक्रमण गर्न थालेको। र पूर्वमा आक्रमण गरेर युद्ध हुन नपाउँदै के भयो त नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरिसकेको थियो। ठिक छ, ल लेखौँ त। सिक्किम, विजयपुर र मोरङ यो गढी किल्लामा काजी बख्तावर सिंह थापा हेर्नु त यत्रो किल्लामा किन एकजना मात्रै कमान्डर, हामीसँग फौज कम थियो, त्यसैको फाइदा अङ्ग्रेजले उठाएका हुन्। त्यसपछि जितगढी जसले चाहिँ यो किल्ला अन्तर्गत चाहिँ बुटोल र पाल्पा पर्थ्यो। त्यसपछि मकवानपुर गढी, रणवीर सिंह थापा, उजिर सिंह थापा, अङ्ग्रेजबाट क्याप्टेन बी लेटर, अनि जितगढी किल्लामा आक्रमण गर्ने जनरल जन सुलिभान वुड, यसमा आक्रमण गर्ने बेनेट मार्ली, अर्को के त जर्ज वुड, यिनीहरूले आक्रमण गरेका थिए। ठिक छ, त्यसपछि अब चौथोमा अब यो जाँचमा आउँछ है, यो आउँछ, यो भने कहाँ हो त देहरादुन। देहरादुन भनेको कहाँ हो त, कुन किल्ला हो त यो नालापानी किल्ला। नालापानी भन्ने बित्तिकै हामीलाई को नाम आउँछ नेपालबाट, बलभद्र कुँवर। यहाँबाट कर्णाली प्रदेशमा पोहोर साल क्वेसन आएको छ, बलभद्र कुँवर उनको मृत्यु कहाँ भएको थियो भने क्वेसन सोधिएको छ। र यताबाट यो क्वेसन जनरल जिलेस्पी, यो क्वेसन नेपालको सशस्त्र प्रहरी निरीक्षकमा अन्तिम पटक यहाँबाट क्वेसन आएको छ, यतापट्टि अङ्ग्रेजको है उतापट्टि। सो देहरादुन हामीले सबैले नाम सुनेका छौँ, देहरादुन त्यहाँको कुन किल्ला त नालापानी किल्ला। र यो किन ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ भने नि बलभद्र कुँवरको नेतृत्वमा कति सय सेना थिए त भनेर चाहिँ 600 सेना थिए। ती पनि को त सबै को त भन्दाखेरि चाहिँ महिला र बालबालिका उनीहरूले लडेका हुन्। र सबैभन्दा लामो समय लडिएको युद्ध नै यही हो, 1 महिनाभन्दा बढी लडिएको छ यो युद्ध। यो नालापानी भन्ने मुभी हेर्नु भएको छ नि यहाँहरूले। सो त्यसमा चाहिँ अब 600 जना जति सेनाहरू भनेको महिला केटाकेटी बालबालिकालाई जम्मा गरेर चाहिँ सैन्य प्रशिक्षण दिँदै थिए। त्यसको युद्ध घोषणा गरेको थियो नोभेम्बर 1। त्यसको अघिल्लो रात के हो त जनरल जिलेस्पी कहाँ आइपुगे त यहाँ आएर चाहिँ उनीहरूमाथि के गरे त आक्रमण गरे। उनीहरू कुदेर गए र नालापानी किल्लामा पुगे। सो नालापानी किल्लामा पुगेर उनीहरूले के हो त डाङ्गा डुङ्गा ढुङ्गा मुढा गर्दा के भयो त जनरल जिलेस्पी के गरे त भन्दाखेरि चाहिँ यिनको के भयो त मृत्यु भयो। यो पनि सोधिसकेको क्वेसन हो। नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजले गुमाएको सबैभन्दा ठुलो फौज कमान्डर भनेको को हुन् त जनरल जिलेस्पी हुन्। जनरल जिलेस्पी यिनको मृत्यु भयो, मारिए होइन। बलभद्र कुँवर नेतृत्व कसले गरेको थियो, बलभद्र कुँवर। कतिजना थिए, 600 जना जति केटाकेटी महिला तथा बालबालिका मात्रै। यहाँ क्वेसन के सोधेको छ, सशस्त्र प्रहरीको प्रहरी निरीक्षकमा चाहिँ नालापानीको युद्धमा जनरल जिलेस्पी मारिएपछि त्यसको अङ्ग्रेजको कमान्डरको नेतृत्वकर्ता अथवा कसले नेतृत्व लिएका थिए भनेर यही क्वेसन हो। अलिकति गाह्रो क्वेसन हो यो। त्यस कारणले यिनको मृत्यु भइसकेपछि यिनको मृत्यु पश्चात चाहिँ त्यसको नेतृत्व लिने को हुन् त भन्दाखेरि चाहिँ अङ्ग्रेजीमा लेख्छु है पहिलामा सेब्राइट, SEBRIGHT, सेब्राइट MAWBE, मावी। सो नेपालीमा यसलाई अनुवाद गर्दा के भयो त सेब्राइट मावी यिनले नेतृत्व लिए। र अङ्ग्रेजले गुमाएको सबभन्दा ठुलो कमान्डर नै यो अङ्ग्रेज युद्धमा यिनै हुन्, जनरल जेसी मारिए। ठिक छ, त्यसपछि अब 5 नम्बरमा अर्को के हो त भने चाहिँ जैथक र अर्को के हो त नहान भन्दा भन्दै हाने जैथक। यहाँ चाहिँ बडा काजी अमरसिंह थापाका छोरा काजी जसपाउ थापा
र रणजोर सिंह थापा। यो रणजोर सिंह थापा चाहिँ को भन्दा बडाकाजी अमरसिंह थापाका आफ्नै छोरा हुन् है। यतापट्टि को थियो त भन्दाखेरि चाहिँ जनरल मार्टिन्डेल। यी पढ्न मन लाग्यो भने पढ्ने, नभए नपढ्ने। जनरल मार्टिन्डेल यो पढ्ने। रणजोर काजी जसपाल थापा यो नाम चाहिँ बिर्सिने भएन, ठिक छ। त्यसपछि अर्को ठाउँ हाम्रो के हो त देउथल। सो देउथलमा चाहिँ को त भन्दाखेरि चाहिँ भक्ति थापा। देउथलमा को हुन् त भक्ति थापा। यतापट्टि को हुन् त क्याप्टेन स्ट्रोज, STROWES स्ट्रोज। त्यसपछि देउथल मात्रै नभएर को त भनेर चाहिँ सुरजगढ हो, अथवा यसलाई के पनि लेखेको पाइन्छ सूर्यगढ भनेर पनि लेखेको पाइन्छ, ठिक छ, सूर्यगढ। अब भक्ति थापाको नाम त हामीले पक्कै पनि सुनेका छौँ। यो युद्धमा चाहिँ नेपालले गुमाएको सबैभन्दा वृद्ध योद्धा को हुन्छ भन्दा चाहिँ भक्ति थापा। अहिले को कसरी मारियो म यसलाई भनिहाल्छु, पहिले लेखौँ। सो देउथलको युद्धमा चाहिँ नेपालको तर्फबाट को युद्ध लडेको थियो? भक्ति थापा। अथवा त्यसको छेउछाउमा रहेको सुरजगढ अथवा सूर्यगढ किल्ला, यो पनि यसका पनि नेतृत्व गर्दा को थियो? भक्ति थापा नै थियो। अब यहाँ हेर्नुहोस् के भन्छ इतिहासले भन्दाखेरि चाहिँ यी भक्ति थापा प्रारम्भमा कहाँ थियो त? मलाउमा थियो होइन। सो अनि एउटा क्वेसन सोधेको छ जाँचमा के, मलाउमा कमान्डर को थिए भनेर सोधेको छ। त्यहाँ अमरसिंह थापा नभएपछि भक्ति थापा त्यो पनि आउँछ, अहिले म भनिहाल्छु। यिनी मलाउमा थिए वास्तवमा, तर पछिबाट अङ्ग्रेजले पश्चिमका अल्मोडा कङ्गडा कब्जा गरिसकेपछि जब उनीहरू अगाडि बढे सुरजगढमाथि कब्जा गर्नै आँट्दाखेरि के भयो त भनेर चाहिँ अमरसिंह थापाले भक्ति थापालाई चाहिँ के त भने चाहिँ सुरजगढ र देउथलको संयुक्त रक्षा गर्ने गरी चाहिँ पठाएका थिए 800 फौज लिएर। र त्यो फौज क्याप्टेन स्टोजको नेतृत्वमा आउँदै थियो र भक्ति थापाले चाहिँ युद्धको सुरुवातमा के गरेछ भनेर चाहिँ उनी तोप खोज्न गए। तोप त्यो परबाट हाने तोप, त्यो तोप खोज्न के त उनको छाती छेडेर उनी अन द स्पट मरे। त्यो 73 वर्ष उमेरमा त्यो बहादुरीता कसले देखाएको हुन्छ? भक्ति थापाले देखेको हुन्। उनको वीरगति कुन युद्धमा प्राप्त भएको त? देउथलको युद्धमा। यसैको सम्मानमा हाम्रो नेपाल सरकार यिनलाई के हो त राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको छ, यहाँ हामी सबैले पढेकै छौँ है। सो देउथल एकदमै महत्त्वपूर्ण छ। अहिले कुन मितिमा मरे म यहाँलाई भनिहाल्छु। र अब यहाँले एउटा नोट भनेर लेख्नुहोस् है। नोट भनेर एउटा सुरुमै के लेख्नुहोस् यहाँ भन्दाखेरि चाहिँ नि, यदि क्वेसनले, यो धेरै पटकका क्वेसन छ, यदि प्रश्नमा नेपालको पश्चिम क्षेत्रको, नेपालको यहाँभन्दा जुन पश्चिम छ नि, नेपालको सम्पूर्ण पश्चिम क्षेत्रमा नेपालको तर्फबाट कमान्डिङ गर्ने अथवा कमान्डर को थिए भनेर सोध्छ भने तपाईँको पहिलो आन्सर के हुनुपर्छ थाहा छ? पहिलो उत्तर के हुनुपर्छ यहाँहरूको? बडाकाजी अमरसिंह थापा हुनुपर्छ। बडाकाजी मेन कमान्डर को हुन् त? बडाकाजी अमरसिंह थापा। यी हुन्। जैथको पश्चिमबाट जति पनि हाम्रो काँगर अथवा महाकालीसम्मको जति पनि किल्लाका प्रमुख कमान्डर को हुन् त? बडाकाजी अमरसिंह थापा हुन्। यी भक्ति थापा अनि त्यसपछि हस्तिजल शाह, नयनसिंह थापा, रणजोरहरू यी सबै कसको कमान्डमा हुन् त? बडाकाजी अमरसिंह थापाको कमान्डमा हुन्। बुझ्नुभयो? हो। अब यी यदि विकल्पमा यी छैनन् भने, जस्तै अब भोलि हामीलाई देउथलमा को मारेको थियो भनेर भक्ति थापा भनेर आयो भने त ठिकै छ, यही आन्सर। आएन भने त्यहाँ कन्फ्युजन नहुने, बडाकाजी अमरसिंह थापा थियो। को तैनात गरेको थिए भनेर, उनी त मारिनन्, मरेकै हुन्। तर देउथलमा कमान्डर को थिए भनेर भोलि भक्ति थापा विकल्पमा आएन भने यहाँ पठाउने मान्छे को हुन्? यिनै हुन्। एउटा युद्धमा एउटा कमान्डर त खटाउँछ नि त, को कहाँ जाऊ भनेर, त्यही भयो यसमा। बुझ्नुभयो? ल, नेपालको पश्चिम क्षेत्रका समग्र हेर्ने कमान्डर को थियो त? बडाकाजी अमरसिंह थापा थियो है। त्यसपछि अब देउथलमा यो युद्ध भइरहँदाखेरि चाहिँ यतिखेर चाहिँ अर्को दुईटा महत्त्वपूर्ण ठाउँहरू, एउटा अल्मोडा अर्को काँगडा। दुई पटक गलत क्वेसन आएको छ यहाँबाट, गलत अप्सन आएको छ, ध्यान दिएर सुन्नु होला यो है। यसलाई टिप्नुहोस् पहिला। त्यसपछि अर्को मैले लेखेँ एउटा के त भने चाहिँ अल्मोरा अथवा यस्तो हामीले के त अल्मोडा पनि भन्न सक्छौँ है। पहिलाका हाम्रा अलिकति पुरानो दस्तावेजमा अल्मोरा लेखेको पाइन्छ। यो अल्मोरामा चाहिँ दुईटा किल्ला खडा गरेको थियो। काठमाडौँ जोड्ने नाकाको रक्षाको लागि चाहिँ हस्तिजल शाहलाई राखेको थियो भने
यतापट्टि अर्को दक्षिणतर्फ चाहिँ दुश्मनलाई रोक्ने जिम्मा कसलाई दिएको थियो त भनेर चाहिँ बमसा यिनलाई दिएको थियो भने अब अङ्ग्रेजका कमान्डर को थियो त भन्दा चाहिँ जनरल अक्टरलोनी, त्यो नाम पक्कै पनि सुन्नुभएको छ। जसरी नेपालको पश्चिम क्षेत्रको ओभरअल कमान्डर को थिए भनेर पहिलो अप्सन बडाकाजी अमरसिंह थापा हेरे जस्तै सम्पूर्ण पश्चिम क्षेत्रमा ब्रिटिसको तर्फबाट चाहिँ को कमान्डर थिए त भन्दा चाहिँ जनरल अक्टरलोनी, जिएन भनेको जनरल भनेको आर्मीको जनरल, जर्नेल भन्छ नि, जनरल अक्टरलोनी थिए, यी थिए। त्यसै गरी अब 8 मा अर्को के हो त भने चाहिँ अल्मोडा, पूर्वमा टिस्टा, पश्चिममा कहाँसम्म पुगेका थियौँ? काँगडा, अर्थात् तत्कालीन समयको काँगडा फोर्ट अथवा काँगडा यहाँ। अनि यहाँ चाहिँ को थियो त भनेर चाहिँ काजी नयनसिंह थापा, भीमसेन थापाका सहोदर भाइ उनी पनि काजी नयनसिंह थापा। यहाँ पनि फेरि को थियो त भनेर चाहिँ जनरल अक्टरलोनी नै थिए, जनरल अक्टरलोनी नै थिए यहाँ। त्यसपछि अब यसको मूल ठाउँ चाहिँ कहाँ थियो त भनेर चाहिँ मलाओ, मलाओमा चाहिँ को थियो त भनेर चाहिँ बडाकाजी अमरसिंह थापा। यतिखेरको समयमा बडाकाजी अमरसिंह थापा यहाँ थिए। बडाकाजी अमरसिंह थापा भनेको उनी यहाँ बसेर कमान्ड गरिरहेको थिए। यहाँ पनि यताबाट को हुन् त? जनरल अक्टरलोनी नै हुन्, जनरल अक्टरलोनी नै हुन्। ल, जनरल अक्टरलोनी हुन्। अल्मोडा हस्तिदल शाह, अर्को को त बमसा। काँगडामा काजी नयनसिंह थापा र मलाउमा अहिले तत्कालीन समयमा पनि मलाउमा थिए अमरसिंह थापा हैन, तर सबै उनको के हो त उनकै कमान्डमा चाहिँ यो क्षेत्र थियो त्यतिखेर है। त्यसकारणले भोलि काँगडाको नेतृत्व कसले गरेको थियो भनेर काजी नयनसिंह थापा हेर्ने यदि यो रोइन्छ भने के हो त त्यहाँ अर्को विकल्पमा बडाकाजी अमरसिंह थापा पनि हुन सक्ला, यसरी बुझ्ने हो क्वेसन है। र पश्चिममा त सबै उतापट्टि जनरल अक्टरलोनी भइ नै हाल्यो। ठिक छ। अब एउटा क्वेसन आएको छ, यो क्वेसन अन्तिम पटक नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा तपाईँले गलत अप्सन राखेर आएको छ। के भनेको थाहा छ? अल्मोडामा मारिने को हुन् भनेको छ। अप्सनमा यो पनि छैन, यो पनि छैन। के छ त त्यहाँ? काजी नयनसिंह थापा राखिदिएको छ। खरिदारमा, पोहोर सालको खरिदारमा पल्टाएर हेर्नुहोस् क्वेसन, काँगडामा मारिने को हुन् भनेको छ, काजी नयनसिंह थापा लेखेको छैन, हस्तिदल शाह लेखिदिएको छ। अब के गर्नुहुन्छ? तर प्रमाणित इतिहासले के भन्छ? दुईचोटि गलत आएको छ। अल्मोडामा मारिने को हुन्? हस्तिदल शाह, धेरै पटक सोधेको छ। तर लगातार 2 पटक क्वेसन के सोधेको छ त भन्दा चाहिँ हुँदै नभएको इतिहास राखेर क्वेसन सोधेको छ। त्यही सचेत गराउनु खोजेँ मैले यसमा। भन्न खोजेको अल्मोडामा 2टा किल्ला राखेको थियो, एउटा काठमाडौँतिर जोडिने नाका जोगाउन हस्तिदल शाहलाई, अल्मोडामा बमशाहलाई चाहिँ दक्षिणतिरको नाका जोगाउँथ्यो। तर के हो त, जब जनरल अक्टरलोनीको सेनाले आक्रमण गर्यो नि, युद्धको पहिलो घण्टामै हस्तिदल शाहको चाहिँ अल्मोडाको युद्धमा मृत्यु भयो भन्नुहोस्। जुनसुकै दस्तावेज पल्टाएर हेर्नुहोस्, गुगलमा गएर हेरे पनि छ, विकिपिडियामा गएर हुन्छ, प्रमाणित दस्तावेजले नि के भन्छ? हस्तिदल शाह सुरुमा मारिए भन्छ। कहाँ मारिए? अल्मोडा। त्यसपछि 1815 अप्रिल 27 का दिन, 1815 अप्रिल 27 का दिनमा अक्टरलोनीले चेतावनी दिइसकेपछि बमशाहले चाहिँ अल्मोडा बुझाएर चाहिँ त्यो पत्र बडाकाजी अमरसिंह थापालाई पठाए भनेर जहाँसुकै लेखेको पाइन्छ। तर यसलाई चाहिँ नजरअन्दाज गर्दै इतिहासमा गलत क्वेसन राखियो। क्वेसन गलत होइन, अप्सन गलत राखियो। त्यस कारणले कान खोलेर ध्यान दिएर सुन्नुहोस्, अल्मोडामा मारिने व्यक्ति को हुन् त भन्दा चाहिँ हस्तिदल शाह हुन्। यदि हस्तिदल शाह आएन भने त्यहाँ मिल्ने विकल्प भनेको के हो त भने चाहिँ मर्नुभन्दा बोलाउनु बेस। तपाईँले एन्सर के गर्ने हो त? काजी नयनसिंह थापा हान्यो। किनभने एकचोटि यो राखेर को मर्यो भनेर एउटा यो मात्रै मिल्ने विकल्प राखिदिएको छ, एकचोटि यसमा मर्ने को हुन् भनेर यो विकल्प राखिदिएको छ भनेपछि एक्जिस्टिङ फ्याक्टमा यो दुइटै गलत उत्तर हुन्। भनेको अल्मोडामा मारिने हस्तिदल शाह हुन्, यी होइनन्। तर अप्सनमा यही मात्रै छ, किनभने छिमेकी किल्ला त यिनै हुन्। अब अरूमा जाने उत्तर पनि भएन। त्यस कारणले एक्जाम भनेको सेलेक्ट द बेस्ट अल्टरनेटिभ भनेको त्यही हो, उपयुक्त विकल्पको छनौट गर्नुहोस् भनेर। सो अल्मोडामा को मार्यो? हस्तिदल शाह मार्यो। हस्तिदल शाह मारेपछि अक्टरलोनीको चेतावनी स्वरूप उनले आत्मसमर्पण गर भने बमशाहले 1815 अप्रिल 27 मा आत्मसमर्पण गरे र अल्मोडा कसलाई बुझाइदियो त? अक्टरलोनीलाई बुझाएर त्यो पत्र कहाँ पठाएर त? बडाकाजी अमरसिंह थापा भएको ठाउँमा कहाँ त? मलाउमा पठाइदियो। क्लियर छ हिस्ट्री। त्यसपछि अर्को के भन्छ भन्दा चाहिँ पूर्वमा टिस्टा, पश्चिममा काँगडा, त्यहाँ पुगेका थियौँ। सो पश्चिममा देखेर कमान्डर को थियो त? नयनसिंह थापा थिए। यी पनि भीमसेन थापाको सहोदर भाइ हुन्। के भन्छ काँगडाको इतिहासले स्पष्ट भन्छ कि नयनसिंह थापालाई गोली लागेको थियो, गोली लागेको थियो काँगडाको युद्धमा। उनको उच्च रक्तस्रावको कारणले गर्दा उनको मृत्यु हुन पुग्यो भनिन्छ। कहाँ? काँगडामा लेखेको पाइन्छ। तर क्वेसनले के राख्यो? काँगडामा मारिने को हुन् भनेर यो विकल्प नभइकन यो राखिदिएको छ, नजिकको किल्लामा।
त्यस कारणले पहिलो विकल्प के हो त? विकल्प होइन, यही हो एन्सर, राइट एन्सर यही हो। यदि यो आएन भने, यो पहिलो विकल्पमा भेट्ने भएन भने दिएका विगतका प्याटर्नले हेर्दाखेरि यो पनि आउन सक्ला है भन्ने कुरा चाहिँ तपाईँले नबिर्सिने। यही एन्सर हो। आएन भने के गर्ने त? छोडेर आउँ त मार्क्स आउँदैन, त्यो सँगै मार्कसिटसँग के अरे त्यो ओएमआर सिटसँगै मार्क्स गइसकेको हुन्छ। सचेत रहने, यही कुरा हो मैले बुझाउन खोजेको। ठिक छ, स्पष्ट। नयनसिंह थापा चाहिँ गोली लगाएर रक्तस्राव भएर उनी मरे भन्छ, कहाँको युद्धमा? काँगडा। अब यी सबै कुरा बडाकाजी अमरसिंह थापाले थाहा भएपछि अब उनी सम्भावित आक्रमणको लागि तयारी गर्दै थिए। त्यसपछि जनरल अक्टरले उनलाई के बतायो भने चाहिँ विभिन्न किसिमका चेतावनी पनि दिए, प्रलोभन पनि दिए अरे। के भनेर? तिमी हामीसँग युद्ध नलड अमरसिंह थापा, हामीले तिमीलाई चाहिँ यो युद्ध नलडिकन तिमीलाई बचेको ठाउँबाट दियो भने यसको केही भूभाग चाहिँ तिमीलाई उपहार स्वरूप दिनेछ, तिमीलाई गभर्नर बनाइन्छ, तिम्रो मासिक तलब 30,000 पुर्याइनेछ। यस्ता यस्ता प्रलोभनहरू चाहिँ जनरल अक्टरले कसलाई दिएको थियो त? बडाकाजी अमरसिंह थापालाई दिएको थियो। त्यसको प्रतिकार गर्दै बडाकाजी अमरसिंह थापाले के भन्थ्यो त? ओइ कुइरे अक्टरलो नि, मलाई सिनो खाने स्याल नसम्झी, म के हुँ त? म बाघको डमर हुँ। यो भने त चर्चित छ नि त। के भने त उनले? मलाई त्यो नलेखौँ, जस मैले भन्ने कुरा बुझ्नु भने मलाई सिनो खाने स्याल नसम्झी, म बाघको डमर हुँ भन्ने भनाइ चाहिँ कसको त? बडाकाजी अमरसिंह थापाको। र उनको त्यो जुन त्यो गर्जन थियो, जुन त्यो भनाइ थियो, त्यसबाट प्रेरित भएर उनको राष्ट्रभक्तिबाट ओतप्रोत भएर प्रभावित भएर जनरल अक्टरले चाहिँ बडाकाजी अमरसिंह थापालाई एउटा उपाधि दिएका थिए। त्यो उपाधिको नाम के हो त? द लिभिङ लाइन अफ नेपाल। द लिभिङ लाइन अफ नेपाल, द लिभिङ लाइन अफ नेपाल, अथवा यिनलाई नेपालीमा के भन्छ? नेपालको जिउँदो सिंह भनेर। कसलाई चिनिन्छ त? यिनलाई चिनिन्छ नेपालको जिउँदो सिंह भनेर। कसलाई चिनिन्छ त भन्दाखेरि चाहिँ यिनै बडाकाजी अमरसिंह थापालाई चिनिन्छ, यिनलाई चिनिन्छ है। ल सो यसरी अब नेपालले के भयो त भनेर चाहिँ अनि उनले त्यो भने, तर पछिबाट के भयो त? नेपालले भीमसेन थापाले पत्र पठाए सुम्प्यौ भनेर। विकल्पै थिएन, सबै मलाउको वरिपरि सबै घेरिसकेका थिए। सो भीमसेन थापाको आदेशले उनले के हो त? यो सबै ठाउँहरू कसलाई बुझाइदियो त? जनरल अक्टरलाई चाहिँ एउटा सम्झौतामा हस्ताक्षर गरेर बुझाइदिए। सबै पश्चिमतिर घुमे। अब उनको अक्टरलोनीको ध्यान कतापट्टि थियो त भन्दाखेरि चाहिँ अब कतापट्टि थियो त? पूर्वी क्षेत्रतिर थियो। पूर्वमा के थियो भन्दाखेरि चाहिँ मकवानपुर गढी कताको यहाँ थियो, यहाँ थियो। त्यहाँ उनले आफ्ना कर्नेल होलोरा केली सबैलाई पठाए, त्यहाँ घुसखौनलाई सबै महत्त्वपूर्ण सूचना लिक गराए र आक्रमणको लागि तयार हुँदै थिए। त्यो कुरा बडाकाजी अमरसिंह थापाले थाहा पाएर उनी कहाँ पुगे त? सिन्धुलीगढी पुगे। तर त्यही क्रममा के भयो त? नेपालले सन्धिको लागि के गर्यो त? प्रस्ताव गरेको थियो। त्यसपछि के भयो त? सुगौली सन्धि भइदियो। सुगौली सन्धिको पीडा भीमसेन के अरे यो बडाकाजी अमरसिंह थापाले सहनै सकेनन्। यिनले बडाकाजी अमरसिंह थापाले सुगौली सन्धि भइसकेपछि त्यो पीडा सहन सकेनन्, किनभने उनको एक एक रगत पसिना गरेर बहादुर शाहको एकीकरणमा उनी सँगै थिए। उनको ठुलो योगदान थियो, त्यो उनले सहन सकेनन्। त्यसपछि बडाकाजी अमरसिंह थापा सिधै कहाँ पुगे त? सिधै कहाँ पुगे त भन्दाखेरि चाहिँ उनी कहाँ पुगे त? गोसाइँकुण्ड पुगे। उनी गोसाइँकुण्डमा पुगे र उनले गोसाइँकुण्डमा के गरे त भन्दाखेरि चाहिँ आत्मदह गरे। आत्मदह गरे। अमरसिंह थापाले के गरेको हुन् त? त्यो सुगौली सन्धिको पीडा सहन नसकेर उनले देह त्याग गरेका हुन्, त्यहीँ डुबेर मरे उनी। यो पनि सोधिसकेको क्वेसन हो। अमरसिंह थापाले कहाँ आत्महत्या गरे भन्दाखेरि चाहिँ गोसाइँकुण्डमा गरे। र अर्को क्वेसन, नेपालको भूगोल के? अब यसलाई धर्म संस्कृतिबाट क्वेसन भन्ने। नेपाल ब्याङ्क लिमिटेडको तेस्रो त गोल्ड टेस्टरमा सोधेको क्वेसन के हो भन्नुहुन्छ भने गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला कहिले लाग्छ भनेर सोधेको छ। यहाँ सबैभन्दा ठुलो मेला कहिले लाग्छ? गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला चाहिँ कहिले लाग्छ त भन्दाखेरि चाहिँ कहिले लाग्छ भने चाहिँ जनै पूर्णिमा। जनै पूर्णिमा यहाँ लाग्छ गोसाइँकुण्ड है, रसुवाको गोसाइँकुण्ड। अब भूगोलमा त अब यो कहाँ छ? सातकुण्डको जिल्ला, सबै कुरा हामीले रसुवाको गोसाइँकुण्ड भनेर पढिसकेका छौँ। र गोसाइँकुण्ड अर्को धार्मिक दृष्टिकोणले त किन महत्त्वपूर्ण छ? जनै पूर्णिमा सबभन्दा ठुलो मेला लाग्छ। ऐतिहासिक दृष्टिकोणले किन महत्त्वपूर्ण छ भन्दा बडाकाजी अमरसिंह थापाले यहीँ आएर चाहिँ आफ्नो आत्मदह गरेका थिए सुगौली सन्धिको पीडा सहन नसकेर। किनभने हामीले त एक तिहाई भूमि गुमायौँ नि त, त्यो उनले पीडा सहन सकेनन्, उनी के हो त? मृत्युवरण गरे है। ल सबै यी कुनै पनि पोजिसन जाँचमा आउन बाँकी छैनन्, सबै
आइ नै सकेका बुदाहरू हुन् है। नेपालको जिउँदो सिंह भनेर कसलाई चिनिन्छ? अनि चाहिँ मलाई सिनो खाने स्याल नसम्झी म बाघको डमरू, यो भनाइ कसको? यो किन गरेको त भने अक्टोलनीको प्रस्तावमा प्रतिकार गरेको उनले होइन। पछिबाट सुगौली सन्धि भयो, सहन सकेनन्। उनले के गरे त 1873 को श्रावण महिनामा, अब कहीँ कतै श्रावण 16 गते लेखेको नि पाइन्छ, कहीँ श्रावण 12 गते लेखेको नि पाइन्छ है। डेट टिप्ने हो भने 1873 श्रावण 12 गते, श्रावण 12 लेखेको नि पाइन्छ, कहिलेकाहीँ कहीँ श्रावण 16 लेखेको नि पाइन्छ। अहिलेसम्म आएको छैन। अब तपाईँलाई टिप्न इच्छुक हुनुहुन्छ भने चाहिँ यसलाई यो डेट टिप्न सक्नुहुन्छ, तर पुरै डेट चाहिँ नसोध्ला है। ल यति कुरा भयो। अब त्यसपछि अब कुरा गर्छु अर्को मारेका भनेका दुईजना व्यक्ति। एउटा त मैले भनिहालेँ है, यसमा कन्फ्युजन आउने क्वेसन यसमा सबैभन्दा धेरै पटक आएको छ, तर 2 पटक चाहिँ गलत अप्सन राखेर सोधिएको छ। मैले अहिले भनिसकेँ, खरदारमा र नेपाल प्रहरीको प्रहरी सहायकमा गलत अप्सन राखेर सोधेको छ। अरू बेला सही अप्सन छन्, तर त्यो 2टा एक्जाममा गलत छन् अप्सन। त्यसैले अल्मोडामा मारिने कोन? हस्दल शाह नै हुन्। तर हस्दल शाह छैन भने दोस्रो विकल्पमा यहाँले के हेर्नु होला? काजी नयन सिंह थापा हेर्नु होला, एक्जिस्टिङ ट्रेन्डलाई हेर्दाखेरि। त्यसपछि काङ्गडामा मारिने व्यक्ति कोन भने नयन सिंह थापा। यदि नयन सिंह थापा विकल्पमा रहन्छ भने यहाँ केमा जानु होला त? हस्पिटलमा जानु होला। तर प्रमाणित इतिहासले के भन्छ? हस्दल शाह कहाँको युद्धमा मारेको नि त? अल्मोडा। यिनी मारेपछि यो मितिमा बमसाले अक्टोलनीलाई बुझायो भनेर जहाँसुकै पनि लेखिएको छ। तथापि कहिलेकाहीँ गलत क्वेसन आए। अब आउँदाखेरि त छोड्ने कुरा भएन, एन्सर यसरी गर्नुहोस्, एउटा कुरा। त्यसपछि अर्को चाहिँ मैले के भन्दा चाहिँ यो भक्ति थापाको कुरा। भक्ति थापा कहिले मारिए त? भक्ति थापाको मृत्यु अब त 73 वर्षको उमेरमा ती वृद्ध वरियरले चाहिँ युद्ध लडेर मरेका हुन् नि त। कहिले मरेका हुन् त भन्दाखेरि चाहिँ 1972 वैशाख 6 गते। 1972 वैशाख कति गते त? 6 गते उनको के भयो त? मृत्यु भयो। कहाँको युद्धमा भयो त? देउथलको युद्धमा चाहिँ उनको मृत्यु भयो। अर्को क्वेसन सोधेको छ, उनी नेपाल एकीकरण अगाडि कहाँ थिए? कहाँ चाहिँ कमान्डर थिए त? लमजुङका। लमजुङ किन शक्तिशाली राज्य थियो त भन्दाखेरि चाहिँ लमजुङ भनेको त्यतिखेर चिल राज्य थियो होइन। 24 राज्यहरूको सबभन्दा शक्तिशाली राज्य लमजुङ थियो। त्यहाँका राजा केहरी नारायण शाहको बेलामा यिनी चाहिँ कहाँका कमान्डर थिए त भन्दाखेरि चाहिँ लमजुङका कमान्डर थिए। यिनी के थिए त? एकीकरण हुनुभन्दा अगाडि अथवा एकीकरण काल अगाडि यिनी कहाँका कमान्डर थिए त भन्दाखेरि चाहिँ लमजुङका कमान्डर थिए। राजा केहरी नारायण शाहका आधार स्तम्भ थिए, खम्बा थिए यिनी होइन। सो यिनको चाहिँ मृत्यु भयो 1972 वैशाख 6। त्यो भनेको चाहिँ अङ्ग्रेजीमा कहिले हुन्छ त? 1815 अप्रिल 6 यो मितिमा हुन्छ। र कति वर्षको उमेरमा उनको मृत्यु भएको त इतिहास देखिन्छ भन्दाखेरि चाहिँ 73 वर्षको उमेरमा। 73 वर्षको उमेरमा यो मृत्यु भएको देखिन्छ। ठिक छ, यो भयो भक्ति थापा। त्यसपछि कर्णालीमा सोधेको क्वेसन, कर्णालीमा पोहोर कर्णाली प्रदेशमा सोधेको क्वेसन, वीर बलभद्र कुँवर अथवा सरदार बलभद्र कुँवर कुन देशमा मरेका हुन् भनेर सोधेको छ। अब हामीलाई लाग्ला नालापानीमा त कोही व्यक्तिहरू मरेनन्, हो मरेनन्। त्यसमा उनी कसरी मरे त? कहाँ गएर मरे त? त्यो पनि त चाहियो। सो उनी कहाँ गए त भन्दा चाहिँ नेपाल अङ्ग्रेज युद्ध भएर सुगौली सन्धि भयो। सुगौली सन्धि भइसकेपछि उनी नेपाली सेनाको जागिर छोडे र उनी कहाँ गए त? पन्जाब सेनामा के भयो त? भर्ती हुन गए। र 1823 मा अफगान सिख वार भइरहेको थियो। कुन युद्ध भइरहेको थियो त भनेर चाहिँ 1823 मा अफगान सिख वार भइरहेको थियो। यो भइरहेको थियो। यो युद्धमा उनले भाग लिए। पन्जाब सेनामा भर्ती भएर चाहिँ उनले यहाँ अफगानको युद्धमा यो खटिए। त्यही क्रममा तत्कालीन समयको अफगानिस्तानको नौसेरा, त्यतिखेर नौसेरा भन्ने ठाउँ चाहिँ कहाँ पर्थ्यो त भन्दाखेरि चाहिँ अफगानिस्तान पर्थ्यो क्या, अफगानिस्तान। यहाँ चाहिँ उनको के भयो त भन्दा चाहिँ युद्ध लड्दा लड्दै उनी के भयो त? मरे। 1823 मार्च 23 मा चाहिँ के भयो त? बलभद्र कुँवरको मृत्यु भयो। कहाँ भयो त? अफगानिस्तानको कहाँ त? नौसेरा। अब त्यहाँ विकल्पमा के छ भन्दाखेरि चाहिँ अफगानिस्तान पनि छ, पाकिस्तान पनि छ, यदि विगतका क्वेसनहरू हेर्ने भने। तर यो नौसेरा भने चाहिँ आजको दिनमा चाहिँ कहाँ पर्छ त भन्दाखेरि चाहिँ यो अफगान सिख युद्धपछि नौसेरा कहाँ छ त आजको दिनमा भन्दा? पाकिस्तानमा छ। तर त्यतिखेर मरेको बेलामा चाहिँ यो ठाउँ कहाँ थियो त?
अफगानिस्तानमा थियो। त्यस कारणले बलभद्र कुँवरको मृत्यु कहाँ भएको थियो भनेर क्वेसन सोधेको छ। त्यहाँ विकल्पमा पाकिस्तानमा पनि छ, अफगानिस्तानमा पनि छ। यस्तो बेलामा तपाईँको पहिलो विकल्प के हुनुपर्छ? अफगानिस्तान हुनुपर्छ। किनभने मरेको त त्यतिखेरको मितिमा यो कहाँ थियो त? यहीँ थियो। र यो युद्ध अन्त्य भइसकेपछि नौसेरा कहाँ आएको त? पाकिस्तानमा आएको। बुझ्नुभयो? अब दुईवटा मध्ये एउटा विकल्प आयो भने त सिद्धिहाल्यो होइन। दुईवटा आउँदाखेरि चाहिँ तपाईँले यसरी एन्सर गर्ने यसलाई। ठिक छ ल। सो यति नै हुन् मरेका। एउटा बलभद्र कुँवरको महत्त्वपूर्ण भयो, एउटा भक्ति थापा, एउटा बडाकाजी अमरसिंह थापा, त्यसपछि हस्तिदल शाह र अर्को के त काजी नारायण सिंह थापा। यहाँभन्दा बाहेक अरूको अहिलेसम्म आएकै छैन। सुरजगढको नेतृत्व कसले गरेका थिए? यो लास्ट टाइम सोधेको क्वेसन हो। भक्ति थापा। आएका क्वेसनहरू यति पेरिफेरीमै छन्। बुझ्नुभयो? ल अब त्यसपछि यी सबै युद्ध भइसकेपछि अब युद्धको अन्त्य त एउटा आधार हुन्छ नि। त्यो आधारको नाम के हो त भन्दाखेरि चाहिँ सुगौली सन्धि, जसमा प्रारम्भिक हस्ताक्षर कहिले भएको थियो त? 1815 डिसेम्बर 2 मा। 1815 डिसेम्बर 2 मा 1815 डिसेम्बर 2 मा 1815 डिसेम्बर 2 मा चाहिँ प्रारम्भिक हस्ताक्षर को द्वारा? नेपालद्वारा। यो ध्यान दिएर कान खोलेर सुन्नुहोस्। धेरैजना साथीहरू सुगौली सन्धि खास मिति कहिले हो भन्नुहुन्छ, म यहाँ क्लियर गरिहालेँ यसलाई। प्रारम्भिक हस्ताक्षर, त्यसपछि ब्रिटिसद्वारा अनुमोदन, ब्रिटिस सरकारद्वारा अनुमोदन रेटिफिकेसन कहिले गरे त भन्दाखेरि चाहिँ 1815 डिसेम्बर 9 मा 1815 डिसेम्बर 9 मा के गरे त? यसलाई चाहिँ यो ब्रिटिस सरकारद्वारा यो सन्धिलाई के गरे त? अनुमोदन गरियो होइन। यसलाई अनुमोदन गरेर चाहिँ नेपाललाई के भन्यो? नेपाल 15 दिनभित्रमा तिमीले पनि यो सन्धिलाई के गर त? अनुमोदन गर भनेर चाहिँ के भयो त? अङ्ग्रेजले नेपाललाई यो त थर्काइदियो। 15 दिनको म्याद दियो यो सन्धिलाई अनुमोदन गर्नलाई। तर यो सन्धिमा भएका प्रावधानहरू नेपालले स्वीकार गर्न सक्ने खालको थिएनन् क्या। जुन नेपालले प्रारम्भिकमा हस्ताक्षर गर्यो 1815 डिसेम्बर 2 मा नेपालले प्रारम्भिकमा हस्ताक्षर गरेको सबै गुमिसके। अब मकनपुर जित्या भए त के हो त? सबै नेपालै सिद्धिन्थ्यो त। त्यस कारणले भीमसेन थापाले चाहिँ यतिखेर बुद्धि पलायो। ल सन्धिको लागि प्रस्ताव पेश गरे। तत्कालीन राजगुरु गजराज मिश्रले चाहिँ एउटा के हो त भनेर चाहिँ एउटा खेसरा लेखेर चाहिँ त्यो खेसरा चाहिँ उनीहरूलाई पठाएर त्यसमा हस्ताक्षर गरेर पठाइयो 1815 डिसेम्बर 2 मा। र अब अङ्ग्रेजहरूले यसलाई हेरे र त्यसलाई के गरे त भनेर चाहिँ डिसेम्बरमा त्यसलाई अनुमोदन गरे, वैधानिकता दिए। तर कसरी? संशोधनसहित। नेपालले जे प्रावधान लेखेर पठाएको थियो नि त्यसमा सबैमा संशोधन आयो, फेरेर आयो। त्यो भने के थियो थाहा छ? भनेको नेपाललाई 15 दिनको अल्टिमेटम राखेर यो पत्र पठाएको थियो, गर भनेर, अनुमोदन गर, यसलाई पनि वैधानिकता दिए भनेर। तर त्यसमा लेखेको थियो के थियो? नेपालले जुन लडाइँमा जितेको भूमि छ त्यो चाहिँ के त? छोड्नुपर्ने। त्यहाँ भनौँ जति पनि युद्धमा सबै भएको उनीहरू सबै भएको क्षेत्र छ नि सबै अङ्ग्रेजलाई बुझाइदिनु पर्ने अरे, एउटा थियो। दोस्रो कुरो 1858 कार्तिक 12 गते गोप्य सन्धि भएको नि, 13 सूत्रीय गोप्य सन्धि। त्यसले पहिलोपटक ब्रिटिसहरूले नेपालमा व्यापार गर्ने अधिकार दिएको थियो नि त। हो, त्यस्तै अधिकार पनि उनीहरूले यसमा माग गरेको थियो। भनेको ब्रिटिसका प्रतिनिधिहरू काठमाडौँमा राख्न पाउनु पर्ने। गोर्खाली सेनालाई यो बहादुरीता देखेपछि गोर्खाली सेनालाई ब्रिटिस सेनामा भर्ती गर्नुपर्ने, बाध्यका रूपमा गर्नुपर्ने, जुन पछिबाट नेपाल भारत र अङ्ग्रेज सम्झौता भनेर पनि चिनिन्छ। अर्को कुरा, त्यसपछि त्यतिखेर फ्रान्सबाट चाहिँ नेपालमा, फ्रान्सबाट अमेरिकाबाट विभिन्न प्राविधिकहरू ल्याएर चाहिँ विभिन्न कर्मचारी रूपमा चाहिँ विभिन्न काममा खटाइन्थ्यो। त्यो पनि बेलायतले अथवा ब्रिटिसहरूले रोकिदियो। नेपालले अमेरिका, फ्रान्स लगायतका जति पनि युरोपियन देशहरू छन् त्यहाँबाट सिधै कर्मचारी ल्याएर राख्न नपाइने। कसको अनुमति चाहिने? अङ्ग्रेजको अनुमति चाहिने। नेपालका जति पनि खेतीयोग्य भूभाग छन् त्यसमा त्यसको उत्पादन र त्यसको उपभोगमा कसको एकाधिकार कायम हुनुपर्ने? अङ्ग्रेजको। यस्ता थिए। अब नेपालले अनुमोदन गर्छ त सन्धि? पक्कै पनि गरेन। फेरि 1816 मा फेरि को आयो त? नेपालले 1815 डिसेम्बर 2 मा नेपालले हस्ताक्षर गर्यो, 9 मा उनीहरूले अनुमोदन गरेर पठाए। नेपालले 15 दिनको म्याद दिएको थियो, भनेको डिसेम्बरको अन्तिममा गरिसक्नु पर्ने थियो। तर नेपालले डिसेम्बर होइन जनवरीमासम्म पनि गरेन, फेब्रुअरीमा नि गरेन। त्यस कारणले 1816 फेब्रुअरीमा फेरि जनरल अक्टरलो नि आफ्नो फौज लिएर नेपाल आक्रमण गर्न अगाडि आए, फेरि आए।
स्थिति तनावग्रस्त भयो। नेपालले त अब दरबारमा सन्धिपत्र अनुमोदन गरेका छैन, अब युद्धको लागि तयार हुनु पर्यो। त्यतिखेर भीमसेन थापाले के भनेर त अक्टोबरले हामीलाई पनि केही चित्त बुझाउने बाटो देऊ न अक्टोबरले भन्दाखेरि चाहिँ ल वार्षिक जति पनि जग्गा जमिन अथवा उत्पादन हुने क्षेत्र छन् त्यसको बदलामा चाहिँ त्यो सबै हाम्रो हुन्छ, त्यसको बदलामा तिमीले 2 लाख रुपियाँ पाउँछौ वार्षिक भनेर चाहिँ एउटा फेस सेभिङ चाहिँ अङ्ग्रेजहरूले नेपाललाई दिए, भीमसेन थापालाई दिए र भीमसेन थापाले त्यो पत्र दरबारबाट अनुमोदन गराएर कसलाई बुझाइदियो अरे त जनरल अक्टोबरलाई बुझाइदियो अरे। सो नेपालले यो सन्धि पत्र कहिले अनुमोदन गरेको त भन्दाखेरि चाहिँ नेपालले यो सन्धिलाई चाहिँ जुन संशोधन समितिले पठाएको थियो नेपालले अनुमोदन गरेको मिति कहिले हो त 1816 मार्च कतिमा त भन्दाखेरि चाहिँ 3 मा मार्च 3 मा चाहिँ के हो त भने चाहिँ नेपालले पत्र के हो त अनुमोदन गरायो र त्यो अनुमोदन गरेर लिएर जाने व्यक्ति को थिए त त्यहाँ लिएर जाने व्यक्ति नेपालबाट को थिए त चन्द्रशेखर उपाध्याय। चन्द्रशेखर उपाध्याय यो पत्र कसलाई बुझाइयो त भन्दाखेरि चाहिँ यो पत्र बुझ्ने मान्छे को हुन् त यो पत्र बुझ्ने मान्छे को हुन् त भन्दाखेरि चाहिँ जनरल अक्टरलोनी। जनरल अक्टरलोनी उनले यो पत्र बुझे। पत्र बुझेको ठाउँको नाम के हो? स्थान कहाँ हो त? स्थान भनेको कहाँ हो त? सुगौली। सुगौली भनेको हालको कहाँ हो त? बिहार। हालको भारतको बिहार। बिहारको कुन स्थान त? चम्पारण। कुन चम्पारण? पूर्वी चम्पारण यहाँ छ। त्यसकारणले यो सन्धिको नाम के भयो त? सुगौली सन्धि भएको। र त्यसपछि यो पत्र के हो त भनेर चाहिँ अब कहिलेबाट लागू हुने गरी आदान प्रदान गर्यो त भनेर चाहिँ 1816 मार्च 4 मार्च 4 मा यो सन्धि चाहिँ के भयो त लागू हुने गरी यसमा के गर्यो त भनेर चाहिँ आदान प्रदान गरियो। त्यसकारणले सुगौली सन्धिमा हस्ताक्षर कहिले भयो भन्ने कुरामा कहिले पनि कन्फ्युजन नहुने। किन नहुने भन्दाखेरि चाहिँ जहिले पनि शान्ति के अरे सन्धि सम्झौताहरू के हुन्छ त लागू अथवा कार्यान्वयन भएको दिनलाई चाहिँ आधार मानिन्छ। सो यो सन्धि लागू भएको कार्यान्वयन भएको अथवा इम्प्लिमेन्टेसन भएको कहिलेबाट हो त 1816 मार्च 4 बाट हो। त्यसकारण यसको पहिलो विकल्प सुगौली सन्धि कहिले भयो भन्ने बित्तिकै आँखा चिम्म गरेर यसरी खोज्ने कहाँ छ मार्च 4 भनेर। एक खण्डका मेरो किताबमा मार्च 3 होइन, मार्च 3 के म भनिहाल्छु, मार्च 4 कार्यान्वयन भयो होइन। पत्र लिएर को गएको थियो? चन्द्रशेखर उपाध्याय। बुझ्ने को हुन् त? जनरल अक्टोबरले जो आक्रमण गर्न आएको थिए। अब भोलि विकल्पमा मार्च 4 छैन अरे भने नेपालले यो सन्धिलाई अनुमोदन गरेको कहिले हो त 1816 मार्च 3। यो तलको मार्च 4 छैन भने तपाईँको दोस्रो विकल्प के हुनुपर्छ? मार्च 3 हुनुपर्छ दोस्रो विकल्प। अनि फेरि एक खण्डका दुईटा आयो भने के गर्ने? कता हान्ने नभन्नुहोस् फेरि त्यो केटाकेटी जस्तो यो हान्ने हो, पहिलो जेसुकै होस् यो हान्ने हो, यदि यो छैन भने यो हान्ने हो। र क्याडेट अफिसरमा नेपाली सेनाको क्याडेट अधिकृतमा आएको क्वेसन चाहिँ नेपाल र अङ्ग्रेज बिचको सुगौली सन्धिमा हस्ताक्षर कहिले भएको थियो भनेर यो मिति आइदिएको छ। कहिले सुन्नु भएको थियो? पढ्नुपर्छ अनि सुनिन्छ। त्यो टिके क्वेसन हेरेर त थाहा हुन्न हो भनेको थियो। हामीले जुनसुकै अप्सनलाई पनि तयार हुनुपर्छ। यो प्रारम्भिक हस्ताक्षर गरेको यदि त्यो दोस्रो विकल्प पनि छैन भने तेस्रो विकल्प के हो त 1815 डिसेम्बर 2 जहाँ नेपालले चाहिँ पहिलोपटक सन्धि आफैले प्रस्ताव गरेको थियो। पहिलो विकल्प के हुन्छ अरे 1816 मार्च 4 हुन्छ। यदि 1816 मार्च 4 छैन भने कति हुन्छ अरे 1816 मार्च 3 हुन्छ। यदि त्यो पनि छैन भने 1815 कति हुन्छ? डिसेम्बर 2 हुन्छ। यो तीनटा मध्ये एउटा मिति आउँछ। तीनटै आउँदा पनि पहिला मार्च 4 दोस्रो मार्च 3 त्यसपछि के हो त त्यो पनि दुईटै छैन भने डिसेम्बर 2। यसलाई नै हामीले के भन्छ सुगौली सन्धि। किन सुगौली भने त भन्दा चाहिँ पत्र आदान प्रदान भएको ठाउँ कहाँ त? सुगौली। सुगौली भनेको आज कहाँ छ? बिहार। बिहार भनेको आज कहाँ त? भारत। भारतको कुन ठाउँ? चम्पारण। चम्पारण कुन त? पूर्वी चम्पारणमा छ है। ल अब सुगौली सन्धिमा चाहिँ मार्च 3 हो कि मार्च 4 हो भने अब कहिले पनि क्वेसन नसोध्ने कुरा यही हो खासमा भएको चाहिँ। ल अब त्यसपछि हस्ताक्षरकर्ता हस्ताक्षरकर्ता अब हस्ताक्षरकर्ता को हुन् त भन्दाखेरि चाहिँ एउटा त राजगुरु गजराज मिश्र नेपालको तर्फबाट, गजराज मिश्र नेपालको तर्फबाट। र डिसेम्बर 2 मा नेपालले प्रारम्भिक हस्ताक्षर गरेर यिनी थिए भने अब अङ्ग्रेजको तर्फबाट को थियो त भन्दाखेरि चाहिँ कर्नेल पेरिस ब्राड, बिआरएडी ब्राड, SHAW शाह। कर्नेल पेरिस ब्राड शाह होइन, धेरै किताबमा शाह लेखेको पाइन्छ, ब्राड शाह यस्तो खालको शाह हो। चन्द्रबिन्दु शाह, ब्राड शाह, SHAW शाह है। र कहिलेकाहीँ
दुई दुईवटा पनि दिन सक्छ क्या को हुन् भनेर एउटा नेपालबाट यो मात्रै आएन भने तपाईँको अर्को विकल्प के हुनसक्छ यो पत्र अनुमोदन गरेर बोकेर जानु त चन्द्रशेखर उपाध्याय हो नि त यदि भोलि कर्नेल पेरिस ब्राड शाह मात्रै छैन भने त्यो अर्को के हुनसक्छ पत्र बुझ्ने त जनरल अक्टर हो नि त यसरी कुरा बुझ्नु पर्यो है सो सन्धिमा हस्ताक्षर गर्नेमा नेपालको पछिबाट गजराज मिश्र अङ्ग्रेजको तर्फबाट अथवा तत्कालीन ब्रिटिस कम्पनी सरकारबाट पेरिस ब्राड शाह छन् तर यो मात्रै होइन यो पनि आइदिन सक्छ त्यो क्वेसन बनेर मान्छेले के कुरा बुझ्या हुन्छ त्यसैमा आधारित हुन्छ है एन्सरहरू चाहिँ ठ्याक्कै यही हुन्छ भन्ने कुरा हुन्न ठिक छ ल त्यसपछि यो सन्धिमा कति धारा छन् त भन्दाखेरि चाहिँ यो सन्धिमा 9वटा धारा छन् 9वटा धारा छन् जसमध्ये धारा 5ले के भन्छ त भन्दाखेरि चाहिँ धारा 5ले नेपालको सिमाना निर्धारण गर्छ नेपालको सिमाना पूर्वमा के हुने त पूर्वमा कुन नदी हुने भनेको छ मेची नदी पूर्वमा मेची नदी र पश्चिममा के हुने भनेको छ काली नदी पश्चिममा चाहिँ काली नदी जुन चाहिँ कहाँबाट उत्पत्ति भएको छ त लिम्पिया धुराबाट उत्पत्ति भएको काली नदी भनेर स्पष्ट लेखिया छ यहाँ धारा 5मा ल जुन हामीले मेची महाकाली भन्छ नि मेची नदी काली नदी चाहिँ कहाँ त लिम्पिया धुरा आज हाम्रो त महाकालीको सिमाना भनिन्छ तर हाम्रो मूल लिम्पिया धुराको के अरे काली नदीको मूल भनेर कहाँ भनिएको छ त लिम्पिया धुरा भनिएको छ है ल कुन धाराले त धारा 5ले चाहिँ यो कुरा गर्दछ सो यसरी अब हामीले नेपालको 1/3 भूभागहरू गुमायौँ अब पूर्वमा हामीले सिक्किम गुमायौँ हैन अनि यतापट्टि अब हाम्रो पश्चिम बङ्गालमा रहेको दार्जिलिङ गुमायौँ अब तराईको अवध क्षेत्र गुमायौँ पश्चिममा त झन् अल्मोडा कुमाऊ गढवाल शरणपुर देहरादुन यी सबै के हुन् त आज भारतका हिस्सा हुन् कुनै दिन कसका थिए त हाम्रै नेपालका बृहत्तर नेपालका हिस्सा थिए जसको लम्बाइको थियो त 1500 किलोमिटर थियो आज हामीले कति भन्छौँ मेची महाकाली आज हाम्रो औसत लम्बाइ हामीले कति भन्छौँ त 885 किलोमिटर छ र यो निर्धारण गर्ने सन्धि कुन चाहिँ हो त भन्दाखेरि चाहिँ यो नेपालको सीमा निर्धारण गर्ने सन्धिको नाम के हो त यही सुगौली सन्धि ल सुगौली सन्धि है त ल यसरी हाम्रो नेपाल अङ्ग्रेज युद्ध के भयो त अब खत्तम भयो है अब नेपाल अङ्ग्रेज युद्ध खत्तम भएपछि के भयो त अब यसको ठ्याक्क सन्धि भएको अर्को वर्ष को मरे त गिरबाण मरे अब अचम्म लाग्छ 19 वर्षको राजाको छोरो हुन्छ भनेर भयो त राजा राजेन्द्र 3 वर्षमा फेरि राजा भए भनेको राजाहरू कोही पनि उमेर पुगेर राजा भएकै छैनन् र टाइम पुगेर मरेकै छैनन् यस्तै 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष अब राजा त्रिभुवन पनि 5 वर्षमा राजा भएका हैन अब राजेन्द्र विक्रम शाह के हो त राजगद्दीमा आए फेरि पनि नायबी शासक मुख्तियार को छन् त भीमसेन थापा नै छन् तर भीमसेन थापा नेपाल अङ्ग्रेज युद्धपछि के भयो त भन्दाखेरि चाहिँ उनी एकदम पूर्ण रूपमा शक्तिहीन भए किनभने यिनकै कारणले गर्दा के हो त नेपालले 1/3 भूभाग त गुमायो नि त उनी विरुद्ध धेरै षड्यन्त्र हुन थाल्यो दरबारमा त्यहाँका दरबारीहरूले जो पाँडे खलकका थिए पहिले थापा र पाँडे बिच 36 को आँकडा चलिरहेको थियो त्यसपछि अब भीमसेन थापा शक्तिहीन हुँदै गए उनलाई विभिन्न आरोप लाग्यो पछिबाट राजा सुरेन्द्रका छोरा देवेन्द्रलाई खानामा विष खुवाइयो भनेर चाहिँ उनलाई जेल हाल्यो उनी निर्दोष साबित भए फेरि बाहिर निक्ल्यो फेरि उनलाई राजद्रोहको मुद्दा लाग्यो उनलाई फेरि जेल हाल्यो र जेलमा हुँदाखेरि चाहिँ अब हामीले सुनेअनुसार तिम्रे श्रीमतीलाई चाहिँ भोलि अब सडकमा निर्वस्त्र डुलाइँदैछ भनेर चाहिँ उनलाई एउटा अफवाह फैलाइयो त्यो सहन नसकेर 1896 श्रावण 16 गते भीमसेन थापाले जेलमै घाँटी रेटेर आत्महत्या गरे त्यत्रो 31 वर्षको एक क्षत्रिय शासनको पतन एकदमै भयानक हुन पुग्यो र सबै कसको पालामा भएको थियो त भन्दाखेरि चाहिँ यो सबै अब राजा राजेन्द्र मैले भने है सुगौली सन्धि भएको अर्को वर्ष को मरे त सुगौली सन्धि भएको अर्को वर्ष 1873 मा 1872 मा सुगौली सन्धि भयो 1873 मा के भयो त भने चाहिँ गिरबाणको मृत्यु भयो अब गिरबाणको मृत्युपछि उनका जेठा छोराको नाम के हो नि त अब के हो नि त राजा राजेन्द्र जसलाई नेपालको इतिहासमा हामीले के नामले चिन्छौँ त अभागी राजा शाहवंशमा अभागी राजा भने हामी कसलाई लेखेको पाउँछौँ त राजेन्द्र विक्रम शाहलाई चाहिँ हामीले चिन्दछौँ अथवा यिनलाई अभागी राजा अर्को अयोग्य राजा भनेको पनि पाइन्छ यिनलाई अयोग्य राजा भनेको पनि पाइन्छ है सो यिनको पालामा धेरै घटनाहरू घटेका छन् कोत पर्व आउँछ कोत पर्व भण्डरखाल पर्व हैन
अनि त्यसपछि अब हामीले राजाले घटाएको पर्व कुन अलो पर्व भन्छ नि, त्यो राजा को हुन्छ? यही राजा राजेन्द्र हुन्। भीमसेन थापाले आत्महत्या गरे, कोत पर्व, भण्डाखाल पर्व, अलो पर्व सबै घटनाहरू यिनै राजा राजेन्द्रको पालामा चाहिँ भएका छन् हैन। सो राजा राजेन्द्र अब के हुन्छ भन्नुहुन्छ भने अब अगाडिको यिनका बच्चापनका कुराहरू छोडिदिउँ। जस्तो स्टेट कुरा के हो त भन्दाखेरि चाहिँ यतिखेरसम्म नेपालमा प्रधानमन्त्री भन्ने पद थिएन। उनकी जेठी महारानीको नाम के हो त? साम्राज्ञी लक्ष्मी देवी, साम्राज्ञी लक्ष्मी देवी शाह, जेठी महारानी। अब जेठी महारानीको मृत्यु भइसकेपछि नि राजा राजेन्द्रले चाहिँ आफ्नो अधिकार अथवा शासन सञ्चालन गर्ने अधिकार चाहिँ आफ्नै कान्छी रानीलाई दिन् क्या। कान्छी रानीले, कान्छी महारानीलाई दिए। ती कान्छी रानीको नाम चाहिँ के थियो त भन्दाखेरि चाहिँ राज्यलक्ष्मी। राज्यलक्ष्मी है। हामीले एउटा नाम सुनेका छौँ कोत पर्वकी महारानी भनेर, कसलाई चिनिन्छ भन्दाखेरि चाहिँ हामीले के भन्छौँ? राज्यलक्ष्मीलाई भन्छौँ नि। त किन भने त भन्दाखेरि चाहिँ अब सुन्नुहोस् यहाँ, अब राजा राजेन्द्रलाई हामीले अयोग्य राजा किन भन्छौँ? उनलाई खासै राज्य व्यवस्था सञ्चालनमा इच्छा थिएन, उनलाई धर्मकर्ममा इच्छा थियो। उनले शासन व्यवस्था चाहिँ रानीलाई सुम्पेर अब धर्मकर्ममा गएको थियो। अब अभागी राजा किन भन्दा आफ्नो पनाती राजा हुनेसम्म उनी राजा छन् तर जेलमा छन्। पछि नाति पनाती राजा हुँदाहुँदै उनी जेलमा उनले मर्नु पर्यो। अभागी राजा आफ्नो पनाती राजा हुन्जेलसम्म उनी जीवित थिए तर जेलमा थिए। के कसरी भयो त भन्दाखेरि चाहिँ शासन व्यवस्था उनले कसलाई सुम्पे त? रानी राज्यलक्ष्मीलाई सुम्पे। सो रानी राज्यलक्ष्मी हुन्जेलसम्म नि यिनको पालासम्म मुख्तियार भन्ने पद थियो क्या। त्यतिखेर मुख्तियार को थियो? फतेजङ शाह थियो। सो यिनी शासनमा आइसकेपछि भारतबाट राजा राजेन्द्रले नेपालमा कसलाई बोलाए त भन्दाखेरि चाहिँ एउटा नाम नबिर्सिनु होला, माथवर सिंह थापा। माथवर सिंह थापा। यहाँबाट टिएससी को माविमा यहाँबाट क्वेसन आएछ। राणा शासन अगाडिका प्रधानमन्त्रीहरूको क्रम सोधेको छ। शिक्षक सेवा आयोगको दोस्रो वर्ष हो, मेबी दोस्रो वर्ष कि तेस्रो वर्षमा है। सो माथवर सिंह थापालाई भारतबाट बोलाइयो, नेपाल बोलाइयो। किन बोलायो त भन्दाखेरि चाहिँ रानी राज्यलक्ष्मीले फतेजङ शाहलाई हटाएर अर्को कसलाई चाहिँ ल्याउन चाहेकी थिइन्। उनी अङ्ग्रेज विरोधी थिए, प्रशासन सञ्चालन एकदमै माहिर थिए माथवर सिंह थापा। सो माथवर सिंह थापालाई नेपाल बोलाइयो र माथवर सिंह थापालाई के दियो त भन्दाखेरि चाहिँ दुईटा पदवी दियो। एउटा के दियो त? यिनलाई के पद दियो त भन्दाखेरि चाहिँ प्राइम मिनिस्टर। र उनको प्रशासन सञ्चालन गर्ने जुन क्षमता थियो त्यसलाई के भने त? कलाबहादुर। कलाबहादुर भनेर नेपालको इतिहासमा कसलाई चिनिन्छ त? माथवर सिंह थापालाई चिनिन्छ। नेपालको पहिलो प्राइम मिनिस्टर पद पाउने पहिलो व्यक्ति को हुन् त? माथवर सिंह थापा हुन्। अब प्राइम भनेको के हो त? प्राइम भनेको के हो त? प्रधान। मिनिस्टर भनेको के हो त? मन्त्री। योभन्दा अगाडि को त? भीमसेन थापा, वीरपुर फमाफ। यसरी सम्झिने। भीमसेन थापा, रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजङ पाण्डे, फतेजङ शाह, त्यतिखेरसम्मका सबै व्यक्तिहरू मुख्तियार हुन्। हेर्नु यहाँ, लेख्नु यसलाई, लेख्नु यहाँनिर, लेख्नु, नोट गर्नु। यो महत्त्वपूर्ण क्वेसन हो, नोट बनेर। राणा शासन अगाडिका प्रधानमन्त्रीहरू राणा शासन अगाडिका प्रधानमन्त्रीहरू। ल मैले सम्झेको तरिका है, भी र पु र फ। ल सो यहाँ भी भनेको के हो त? यहाँ भी भनेको भीमसेन थापा। भी भनेको के हो त? यहाँ भीमसेन थापा। र भनेको के हो त? यहाँ रङ्गनाथ पौडेल। र भनेको के हो त? यहाँ रङ्गनाथ पौडेल। पु भनेको के हो त? यहाँ पुष्कर शाह। पुष्कर शाह। र भनेको को हुन् त? रणजङ पाण्डे। रणजङ पाण्डे। फ भनेको हुन् त? फतेजङ शाह। फतेजङ शाह। ल यी सबै नेपालका के हुन् त भन्नुहुन्छ भने नि यतिखेरसम्म नेपालमा प्रधानमन्त्री भन्ने पद आएको थिएन। के मात्रै पद आएको थियो त? मुख्तियार थियो, जसलाई चाहिँ के सरह मानिन्थ्यो त भन्दा चाहिँ प्रधानमन्त्री सरह मानिएको मात्रै हो। प्रधानमन्त्री भन्ने पद थिएन। मुख्तियारको काम पनि राज्यको दैनिक प्रशासन सञ्चालन गर्ने एउटा कार्यकारी भूमिकामा भएको व्यक्तिलाई चिनिन्थ्यो भने प्रधानमन्त्री भने पनि आजको दिनमा के हो त? राज्यको दैनिक प्रशासन सञ्चालन गर्ने एउटा प्रमुख कार्यकारी व्यक्ति प्रधानमन्त्री। यही हो नि त? कामको प्रकृतिको आधारमा यसलाई योसँग तुलना गरिएको। त्यस कारणले नेपालको पहिलो मुख्तियार भने पनि पहिलो प्रधानमन्त्री भने पनि भीमसेन थापा हुन्। तर यिनीहरूमध्ये कसैले पनि यो पद पाएका थिएनन्। यो पद पाउने पहिलो व्यक्ति चाहिँ को हुन् त? भारतबाट रानी राज्यलक्ष्मीलाई शासन व्यवस्थामा प्रत्यक्ष रूपमा प्रशासनमा सहयोग गर्न चाहिँ ल्याइएका व्यक्ति को थियो त? माथवर सिंह थापा थिए।
कसले बोलाएको त? राजा राजेन्द्रले बोलाएको। बोलाएर के भने, आजबाट तिमी रानी राज्यलक्ष्मीको राइट ह्यान्ड, तिमीलाई म के दिन्छु त? प्रधानमन्त्री पद। सो प्रधानमन्त्री पद पाउने पहिलो व्यक्ति चाहिँ को हुन् त? माथवर सिंह थापा हुन्। यसरी बुझौँ यसलाई। प्रधानमन्त्री पद पाउने, यो पद प्रधानमन्त्री पद पाउने चाहिँ पहिलो को हुन् त भन्दाखेरि चाहिँ माथवर सिंह थापा हुन्। त्यसपछि फ पछि अब के आउँछ? मा। मा भनेको अब के आउँछ? माथवर सिंह थापा। तर यिनी चाहिँ के हुन् त? यिनी चाहिँ के हुन् त भन्दा चाहिँ मुख्तियार नभइकन यिनी चाहिँ के हुन् त? प्रधानमन्त्री पद पाउने पहिलो व्यक्ति हुन्, होइन? मा। अब यो माथवरलाई कसले मारिदिन्छ त? यो माथवरलाई कसले मारिदिन्छ त भन्दाखेरि चाहिँ माथवरलाई मार्ने उनको भान्जा आउँछन्। माथवर सिंह थापाको अब के हुन्छ? हत्या हुन्छ 1903 जेठ 2 गते माथवर सिंह थापाको हत्या हुन्छ। कसले? भान्जा जङ्गबहादुर राणा मारिदिन्छन्, मामालाई मारिदिन्छन्। जङ्गबहादुरको इतिहास कहाँबाट आउँछ थाहा छ? मैले यहाँ त भनेको थिएँ नि, समरजङ कम्पनी, समरजङ कम्पनीको प्रमुख कसलाई नियुक्त गरेको थियो? बालनरसिंह कुँवर। सो बालनरसिंह कुँवर भनेको दरबारको समरजङ कम्पनीको प्रमुख थियो भनेपछि उनका छोरा जङ्गबहादुर राणाले झन् दरबारमा एक्सेस नपाउने कुरै हुन्थेन। उनलाई त्यहाँको प्रशासन सबै थाहा थियो। पछिबाट माथवर सिंह थापालाई चाहिँ रानीले चित्त नभएपछि रानीले यिनलाई मार्न चाहिन्, हटाउन चाहिन्। अब मार्ने कसले त भन्दाखेरि चाहिँ आँटिले मान्छे को हो त? जङ्गबहादुर। के भन्यो त जङ्गबहादुरलाई? जङ्गबहादुर मारिदेऊ मामालाई। के भन्न्छौ? त्यसपछि तिमी प्रधानमन्त्री बनाउँछु। भान्जाले जङ्गबहादुरले चाहिँ माथवर सिंह थापालाई मारिदिए। तर एउटा तपाईँलाई रोचक कुरा थाहा छ? यो जङ्गबहादुर राणाको नाम वास्तविक नाम के हो त? वीर नरसिंह कुँवर। जङ्गबहादुर, त्यो वीर नरसिंह कुँवरलाई जङ्गबहादुर भनेर पदवी दिने मान्छे नै उनका मामा। जङ्गबहादुर भनेको के त? एकदमै हक्की स्वभावको, निडर, त्यो प्रवृत्तिलाई भनेको होइन। जङ्गबहादुरको वास्तविक नाम के हो त? यिनको वास्तविक नाम के हो त? वीर नरसिंह कुँवर। वीर नरसिंह कुँवर। वीर नरसिंह कुँवर मृत्यु भयो। जङ्गबहादुर राणाले के गर्दा भन्दाखेरि मारिदियो। वीर नरसिंह कुँवरले मारिदिए। यी वीर नरसिंह कुँवर जङ्गबहादुर भनेर नामकरण कसले गरेको हुन्छ? माथवरले नै हो। मामालाई ठोकिदिए प्रधानमन्त्री बन्ने लोभमा। तर रानीले बनाइनन् त, धोका भयो। यिनलाई मारेपछि अब प्रधानमन्त्री कसलाई बनाए त? माथवरलाई मारेपछि पालो त यिनको आउनुपर्ने भयो। फेरि प्रधानमन्त्री को भयो त? यो मान्छे छ नि फतेजङ शाह। यो फतेजङ शाह फेरि आएर अब के हुन्छ त? प्रधानमन्त्री हुन्छ। फतेजङ शाह फेरि के हुन्छ? प्रधानमन्त्री हुन्छ। त्यस कारणले जाँचमा कान खोलेर ध्यान दिएर यो जाली च्यातेर सुन्ने। भोलि जाँचमा चाहिँ भिरपुर माफ भन्ने पर्दैन, भिरपुर माफ भन्ने पर्दैन। पहिला के हो त? फतेजङ आउँछ। फमा फ, फतेजङ, माथवर, अनि मात्रै फतेजङ आउँछ। फतेजङ शाह कहाँ मारिए? अब फतेजङ शाह त्यसपछि कहाँ मारिए त भन्दाखेरि चाहिँ कोत पर्वमा मारिने प्रधानमन्त्री को हुन् त? यही फतेजङ शाह मारिएन नि त। त्यो फतेजङ मारेपछि मात्रै अब प्रधानमन्त्री को हुन्छन् त? जङ्गबहादुर हुन्छ। त्यस कारणले राणा शासन अगाडि कतिजना प्रधानमन्त्री भन्दाखेरि चाहिँ 1 2 3 4 5 6 जना भए। अब पटक त उनी 2 पटक भए, तर उनी पहिला के थियो? यो फतेजङ मुख्तियार थियो। अब यो प्रधानमन्त्री भएपछि त्यसपछि आउनु त प्रधानमन्त्री भयो नि त। सो त्यस कारणले जाँचमा क्रम हेर्दाखेरि चाहिँ भी र पु र पहिला यो हेर्ने, यसपछि मात्रै यो आउँछ। अनि यो मरेपछि फेरि कसको पाला आउँछ? फतेजङ शाहको पाला आउँछ। भी र पु भ फमा फ भनेर सम्झिने। के भने हेर्दा भी र पु र फमा फ, यसरी यसरी हेर्ने। यसलाई भी र पु र फमा फ भनेर चाहिँ हेर्ने। ल, अब माथवर सिंह थापाको हत्या भयो। अब प्रधानमन्त्री कसलाई बनाए त? फतेजङ शाह। अब रिसको पारो कसको तातो? जङ्गबहादुरको पारो तात्दैन? मामालाई मार्न लाउने, प्रधानमन्त्री नबनाउने। पखरानी अब ठोक्छु भनेर उसलाई अब के हो त? मनमा इगो भइरहेछ। यही क्रममा अब के हुन्छ त भन्दा चाहिँ यी रानी राज्यलक्ष्मीका के हुन्छ त? विश्वासिला पात्र गगनसिंह भण्डारीको के हुन्छ? हत्या हुन्छ। र त्यही परिवेशमा एउटा नेपालको इतिहासमा एउटा रगतको खोलो बग्ने एउटा घटना घट्छ, जसलाई हामीले के भन्छ? अब कोत पर्व। ल है, कोत पर्व। कोत पर्व कहिले भयो त? यो कहिले भयो? 1903
असोज कति गते त 2 गते, असोज 2 गते। अघि मैले के भने त कोत पर्व कि महारानी कोलाई भने मैले कोत पर्व कि महारानी, कोत पर्व कि महारानी कसलाई भने त रानी राज्यलक्ष्मी, रानी राज्यलक्ष्मी भनेको राजा राजेन्द्र कि कान्छी महारानी राज्यलक्ष्मी है, राज्यलक्ष्मी। तत्कालीन कारण, तत्कालीन कारण गगन सिंह भण्डारीको हत्या, गगन सिंह भण्डारीको के भयो त हत्या। एक्सक्यूज मी, मर्छु कि क्या हो? ल सो गगन सिंह भण्डारीको हत्या हैन। अनि हत्या गर्ने चाहिँ को हुन् त? हत्या गर्ने व्यक्ति, हत्या गर्ने व्यक्ति चाहिँ को हुन् त भन्दाखेरि चाहिँ लाल झा, हत्या गर्ने व्यक्ति को हुन् त लाल झा। त्यसपछि शङ्का गरिएका व्यक्ति को हुन् त? शङ्का गरिएका व्यक्ति, शङ्का गरिएका व्यक्ति को हुन् त भन्दाखेरि चाहिँ बरकिशोरी पाँडे। कहीँ वीरकिशोर पाँडे लेखेको पाइन्छ? यो एउटै पात्र हुनुपर्छ, बरकिशोरी पाँडे अथवा वीरकिशोर पाँडे। यो मान्छेको नाम एउटै हो, पुस्तक अनुसार फरक छ स्रोतहरू है। वीरकिशोर पाँडे, वीरकिशोर पाँडे हैन। अनि त्यसपछि मारिने पहिलो व्यक्ति हामीले कसलाई भन्छौँ? यो कोत पर्वमा मारिने पहिलो व्यक्ति, मारिने प्रथम अथवा पहिलो व्यक्ति, प्रथम व्यक्ति को हुन् त? को हुन् त? अभिमान सिंह बस्नेत, अभिमान सिंह बस्नेत, अभिमान सिंह बस्नेत। त्यसपछि यो कोत पर्वमा मारिने प्रधानमन्त्री, मारिने प्रधानमन्त्री, मारिने को त भन्छ भने प्रधानमन्त्री, मारिने प्रधानमन्त्री, मारिने प्रधानमन्त्री को हुन् त भन्दाखेरि चाहिँ फतेजङ शाह, फतेजङ शाह। कतिजनाको हत्या हुन्छ त भन्दाखेरि चाहिँ 55 जना भन्दा बढीको हत्या हुन्छ। 55 जना भन्दा, यो बागमती 5 मा आएको छैन, 55 जना भन्दा बढीको के हुन्छ? हत्या हुन्छ। अनि यसले जहिले पनि घटनाले के निम्त्याउँछ त? परिणाम ल्याउँछ। परिणाम के भयो त? जङ्गबहादुर राणा के भयो त? जङ्गबहादुर राणा नेपालको के भयो त? प्रधानमन्त्री भयो। नेपालको के भयो त? प्रधानमन्त्री भयो। ल ल सो कोत पर्व, कोत पर्व कहिले भएको थियो त भन्दाखेरि चाहिँ 1903 असोज 2 गते। कोत भने के थाहा छ? कोतवाली भने तपाईँलाई थाहा छ? कोत भनेको चाहिँ जुन अब हामीले भन्छौँ नि, यो सेनाहरूको जुन छ नि, सेनाहरू सबै आफूसँग भएको सबै हतियार बोकेर बस्छन् त, बस्दैन नि? त्यो हतियार भण्डारण गर्ने जुन ठाउँ हुन्छ नि त्यसलाई कोत भन्छ। त्यसको प्राङ्गण, त्यसको आँगनको वरिपरि भएको भएर त्यो हत्याकाण्ड भएको भएर यसलाई के भनेको? कोत पर्व अथवा कोतको पटाङ्गिनीमा भएको कारण गर्दा यसलाई कोत पर्व भनेको होइन। सो अब के भयो त? जङ्गबहादुर राणालाई प्रधानमन्त्री बनाउनु पर्यो, बनाएन नि त। त्यसपछि अब के हो त? रिसले चुर भएको थियो। को रिसले चुर भएको थियो त भन्दाखेरि चाहिँ जङ्गबहादुर। त्यसपछि जङ्गबहादुर एउटा उपयुक्त अवसर खोजेर बसिरहेको थियो। त्यही क्रममा के भयो त भन्दाखेरि चाहिँ रानी राज्यलक्ष्मीका विश्वासिला पात्र को हुन् त? गगन सिंह भण्डारी। अब तपाईँले पुस्तकमा गगन सिंह खवास भन्ने लेखेर पढ्नुभयो होला, होइन त्यो खवास होइन, भण्डारी हुन्। उनलाई होच्याउन निच्याउनलाई चाहिँ त्यहाँ खवास बनाइएको भनेर इतिहासमा लेखेको पाइन्छ। इभन तपाईँको सेतो बाघ, डायमन्ड शमशेरको सेतो बाघमा पनि गगन सिंह भण्डारी नै छ, कन्फ्युजन नहुने है यसमा। सब उनको हत्या भयो। किन हत्या भयो थाहा छ? यो हत्या कसले गराएको थाहा छ? राजा राजेन्द्रले हत्या गराएको, यिनीका श्रीमानले। किन थाहा छ? यिनी रानीका विश्वासिला पात्र भन्थ्यो। सेतो बाघमा रानीका रखेल लेखेको छ यिनलाई, उनलाई मारियो राजाले। राजा र जङ्गबहादुरको समाधि मारियो। मैले शासन सञ्चालन गर्ने यिनलाई दिएको सबै, यिनले अधिकार चाहिँ कसलाई दिएको थिइन् त? यिनलाई दिएको थिइन्। कर्मचारी, सरुवा, बढुवा, पजनी, अन्तर्राष्ट्रिय सम्बन्धहरू सबै अधिकार यिनमा थियो। त्यस कारणले राजाले मार्न लाए, मारिदिए। अब रानीका विश्वासिला पात्र मारिए होइन। भाद्र 31 गते मारिए भनिन्छ, मारिए। अब मारेको 2 दिनपछि के थाहा भयो त? रानीले आफ्नो विश्वासिला पात्र मारिए। अब त्यसको कारण खोज्नु पर्यो नि त। मार्ने मान्छे को थियो त? लाल झा। अहिलेसम्म इतिहासमा यो मान्छे रहस्यपूर्ण छ। यो धेरै स्रोतहरू यो मान्छे वास्तवमा थिएन होइन, पछिबाट पशुपतिमा एकचोटि देखा पऱ्यो, त्यसपछि हरायो भनिन्छ। जस मारेका चाहिँ कसले थियो त? लाल झाले मारेका थिए। कसले मार्न लाग्यो त? जङ्गबहादुरले मार्न लाग्यो। त
तर रानीले शङ्का गरेका व्यक्ति को थिए त? बरकिशोरी पाण्डे अथवा वीरकिशोर पाण्डे थिए। त्यतिखेरका सैन्य कमान्डर को थिए त? अभिमान सिंह बस्नेत थिए। राजा के अरे रानी राज्यलक्ष्मीले के भने जङ्गबहादुरलाई, जङ्गबहादुर सबैलाई भेला गरौ कोतको पटाङ्गिनीमा, सबैलाई भेला गरौ र यसको हत्याराको त्यसको मलाई शिर र शरीर अलग अलग चाहियो भनेपछि जङ्गबहादुरले सुरुमा प्लान बनाइसकेका थिए। कोत जहाँ हतियार भण्डारण गरेको ठाउँको प्राङ्गणमा सबैलाई बोलाउनलाई चाहिँ उनले के त रानीलाई आदेश दिए। रानीको आदेश पाउँछौँ सबैजना त्यहाँ कुदेर आइपुगे। त्यहाँ आइपुग्दा के हो त, जङ्गबहादुर त पहिले रेडी थिए। जङ्गबहादुर उनका भाइ भर्दा मिलेर त्यहाँ भएका सबैलाई एक एक गर्दै काट्दै मार्दै सिद्ध्याइदिए। जब अभिमान सिंह बस्नेत मारिए, आफ्नो ज्यान बक्सिस दिनुहोस् भन्दै फतेजङ शाह चाहिँ रानी राज्यलक्ष्मी सामु के हो त गिडगिडाएर भर्याङ चढ्दै गर्दा पछाडिबाट जङ्गबहादुरले तरबारले हानेर छिया पारेर मारिदिए भनिन्छ। यो हेरिन रानी राज्यलक्ष्मी हेरेर बसिरहेको थिएन। राजा भागेर के अरे ब्रिटिस दूतावासको शरण नपुगेका थिए समेतका कुरा लेखिया हुन्छ। हेर्दा हेर्दै 55 जनाभन्दा बढीको के हो त रगतको खोलो त्यहीँ बग्यो। परिणाम के हो त, जङ्गबहादुरलाई प्रधानमन्त्री बनाउनु पर्यो। मारिए प्रधानमन्त्री फतेजङ शाह। यदि प्रधानमन्त्री जङ्गबहादुर नबना भए रानी राज्यलक्ष्मी मर्न सक्थिन्, बनाउनु पर्यो। सो कारण घटना र यो के हो त परिणाम यो भयो है। ल मैले च्याट अन गर्छु, आज मैले च्याटै अन गरिनँ है। ल यसलाई हामीले के भन्छ त, कोत पर्व भन्छौँ। ठिक छ, मैले तपाईँको च्याट अन गरेको छु। ल टेकराज सर ल भन्नुहोस्। ल एकछिन गुरुबा गुरुआमाहरू बस्नुहोस्, म तपाईँहरूसँग एकछिन कुरा गर्छु। अरू अरू को साथीहरू को हुनुहुन्छ आफ्नो क्लासमा चाहिँ यहाँहरू जानु होला। अभिमान सिंह बस्नेत भनेर भनेको छ होइन। इतिहास त मार्ने काट्ने मात्रै रहेछन्। ल है सबैजना आफ्नो क्लासमा जानुहोस् त। म एकछिनमा एलिजलाई बोलाउँछु। एलिज एकछिन आऊ त, मलाई एकछिन माइक अन गरिदेऊ न। यो उसको टिएससीको म एकछिन यहाँ कुरा गर्छु। सर तर कति छिटो बोल्नु भएको भने चाहिँ कथा बुझिसकेपछि बोल्नलाई के फरक पर्छ भनेको। म झन् विजय साई जस्तो बोल्यो भने के हुन्छ भन्नुहोस् त। ल सर सुरुको स्लाइड देखाइदिनुहोस्। तल नदेखि सेकेन्ड स्लाइड अब कुन हो त, कहाँ कहाँ गइसक्यो होला। यो चाहिँ तपाईँको वान टाइम लर्निङ है। यो किनभने यो चाहिँ अब सधैँ यसरी पढाउन सकिँदैन होइन, टाइम पनि हुँदैन। यहाँबाट सुरुवात गरेका आज हामीले होइन, यहाँबाट होला। यहाँ यो भन्नुभयो हो एग्नेट प्रथा बमोजिम। अब यो एग्नेट प्रथाको भोलि कुरा आउँछ। ल सर अमरसिंह थापाले इङ्ग्लिसमा डाइलेक्ट भने कि अमरसिंह थापाले भनेर चाहिँ यु थिङ्क, एउटा ब्रोकन इङ्ग्लिस हुन्छ नि, यु थिङ्क आई इटिङ स्यालकोसिनो, नो नट नेभर, आइएम कब अफ टाइगर, आइएम टाइगर बेबी भनेर भन्यो होला। अब यस्तो यस्तो हो क्या इतिहास चाहिँ। मैले भने नि स्वाभाविक रूपमा तपाईँहरूले अब लामो भयो भन्नु होला, तर इतिहास त जति मजाले डेप्थमा गयो नि, यो त मैले तपाईँलाई सर्फेस भने हो क्या। मातवर सिंहलाई किन मारे जङ्गबहादुरले, यसको फेरि छुट्टै ट्विस्ट छ क्या। क्या दामी छ क्या यी कथाहरू। अब तर किनभने अब सबै एक्जाम आइसकेको कुराहरू, जस्तै अब हामीले शिक्षक सेवामा यो आएको क्वेसन हो नि, याद छ तपाईँहरूलाई? शिक्षक सेवामा हामीले यो क्वेसन आएको क्वेसन हो। एउटा क्रम त तपाईँलाई आइ नै हाल्छ, कहाँनिरबाट आउँछ मलाई थाहा छैन। यो क्वेसन त आएको क्वेसन हो नि यो, होइन? यो सर टिएससीको बुकमा छैन अहिले डिपले। त्यही बुकमा नभएको कारणले गर्दाखेरि त तपाईँलाई अब त्यो बुकमा जतिसुकै लेखे पनि नि घटनाक्रमहरू चाहिँ बुझ्नुपर्छ क्या,
है। ल अब सबैजना अब टिएससीको गुरुहरू मात्रै हुनुहुन्छ होला यहाँ अहिले होइन। गुरुबा गुरुमाहरू अब सबैलाई फेरि एकचोटि स्वागत छ। त्यो ऊ हटाउँदा त्यो सेकेन्ड र थर्ड, सेकेन्ड थर्ड कुन चाहिँ हो कसै थाहा हुन्छ? कुन चाहिँ सेकेन्ड थर्ड? यो फर्स्ट भयो होइन, यो सेकेन्ड। ल यही हो, बोइज होइन र भन्नुहोस्। गुरुबा भनेपछि बोइज, गुरुआमा भनेपछि नारी है 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 है। भक्ति थापा केटा हुन् कि केटी रे? अरे अरे भक्ति थापा केटा हुन् कि केटी रे? छिरौँ यहीँ 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 उसबाट छिरौँ क्यामेराबाट। राम 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 राम, वाह 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 वाह। के सुन्नु पऱ्यो मैले, के सुन्नु पऱ्यो है। ल अब एकछिन गुरुबा गुरुआमाले सुन्ने। माविको तपाईँले के गर्ने भन्दाखेरि चाहिँ अब भोलिबाट जिकेको तपाईँलाई ब्रह्माण्डको 50वटा क्वेसन आउँछ, ठिक छ? ब्रह्माण्डको 50देखि 60वटा तपाईँलाई क्वेसन आउँछ। अनि त्यसको की पोइन्ट्सहरू पनि सबै त्यहीँ हुन्छ। त्यो 50वटा क्वेसन्सहरू चाहिँ तपाईँले प्र्याक्टिस गर्ने, ठिक छ? त्यसको अर्को दिन म तपाईँलाई के को पठाउँछु, विश्वको भूगोलको पठाउँछु। 50देखि 60वटा क्वेसन आउँछ। फेरि त्यसपछि नेपालको भूगोलको पठाउँछु, 50देखि 60वटा क्वेसन आउँछ। सबै क्वेसन तपाईँले पहिला प्र्याक्टिस गर्ने, ठिक छ? अनि त्यो प्र्याक्टिस गरिसकेपछि म त्यसको फिडब्याक दिन्छु है। त्यो फिडब्याक दिन्छु अनि त्यसपछि आफूले आफूलाई मूल्याङ्कन गर्ने। अनि त रेगुलर सेट त छँदैछ, बुझ्नु भएको छ? त्यस कारण अब चाहिँ यो कस्तो भने एक्जाम आयो भनेर आत्तिने होइन। जस्तै भनेको अब मैले क्लासमा जिके नपढाउँदा चाहिँ के जिके त शून्य नै भनेर बस्नु भएको त हजुरहरू? होइन नि त, केही न केही कुराहरू त पढिराखेकै छ होइन। सो त्यो गरिसकेपछि तपाईँले मैले 8-9वटा टपिकको चाहिँ कम्तीमा 50-60वटा, बढीमा 100वटा क्वेसनहरू होइन मलाई महत्त्वपूर्ण लागेको त्यो म पढाउँछु विदाउट की हुँदैन त्यसमा। एलिज की नहाल्नु है त्यसमा, की जाँदैन। पहिला त सबै प्र्याक्टिस गर्ने। त्यो प्र्याक्टिस गर्नलाई के तपाईँले एकचोटि किताब पढ्नुपर्छ। अब क्लासको मात्रै भरमा म एक्जाम हलमा जान्छु भनेर बस्नु भएको छ भने चाहिँ यो भ्रम हो। गुरुबाहरू गुरुआमाहरू हजुरहरू पनि शिक्षक नै हो। अब कुन तरिकाले अब हामी अस्थायी रूपमा छौँ कि करारमा छौँ कि अथवा कहीँ प्राइभेट स्कुलमा पढिरहेको छौँ कि हामी शिक्षक नै छौँ? हामी त्यसै त बसेको छैन पक्कै पनि। हामीले विद्यार्थीलाई हामीले पढाएको मात्रै कुरा जाँचमा आउँछ भनेर हामी कहिले भन्छौँ त? भन्दैनौँ नि त। त्यस कारणले यो क्लासको गाइडेन्सलाई चाहिँ तपाईँले जस्तै यो तपाईँहरूको म के कुरामा ग्यारेन्टेड छु भने तपाईँको यो एक्जाम हलसम्म यही कुरा जान्छ। 2-4वटा डेट अलिकति गाह्रो लाग्लान्, त्यो कथा हो यो। किनभने एउटा चलचित्र हेरेको 15-20 दिनसम्म दिमागमा बस्छ। तर के त भन्दाखेरि चाहिँ आफूले पनि कति तयारी गरिरहेको छ त, त्यसमा चाहिँ एकदमै ध्यान दिनु पर्यो, ठिक छ? ल कुरा बुझ्नुभयो? मैले यही भन्नलाई चाहिँ तपाईँलाई भनेको। त्यसपछि यो शनिबार एउटा टाइम निकालेर चाहिँ म तपाईँहरूसँग इन्टरेक्सन गर्छु है। भोलि शुक्रबार कतिखेर स्टुडियो खाली हुन्छ, शनिबारको दिन चाहिँ हामी कुरा गर्छौँ, छलफल गर्छौँ है। तपाईँलाई के गाह्रो लागिरहेछ होइन, अथवा मैले सुरुमा के पढाइदिनु पर्ने हो। यो इतिहास सिद्धिसकेपछि टिएससीको मात्रै क्लास हुन्छ भनेको माविको लागि फोकस गरेर मात्रै क्लास हुन्छ 15-20 दिन। म 3 घन्टा 4 घन्टा 5 घन्टा जति पनि लान सक्छु क्लास, ठिक छ? त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँहरू त्यसलाई पनि रेडी हुने र आफ्नो तर्फबाट मिहिनेत गर्ने होइन। एक्जाम आउँदैछ भनेर सबै कुरा टाउकोमा लिएर चाहिँ स्ट्रेस लिएर त्यसरी घोप्टी पर्ने होइन। आनन्दले चिल तरिकाले जति मजाले पढिएको छ त्यसलाई चाहिँ रिभिजन गर्ने, ठिक छ? अब एउटा हाम्रो विश्वको भूगोल हामीले नपढाएको टपिक छ। अब यसपछि यो शनिबारसम्म यो टपिक सिध्याउँछु। किन मैले यसरी डिटेलमा गएको भन्दाखेरि चाहिँ तपाईँले फेरि एकचोटि यो पढेर फेरि अर्कोचोटि यसले चाहिँ राम्रो पढिन पाइने यस्तावति भन्ने नहोस् भनेर, ठिक छ? अब विश्वको भूगोल त्यो पनि लेन दिने अलिकति मजाले कुराहरू नचपाइकन पढाउँदाखेरि चाहिँ लाग्छ 7-8 दिन लाग्छ, 1 हप्ता 10 दिन लाग्छ। तर त्यसलाई हामीले कन्टेन्ट घटाउने होइन कि टाइम बढाउने,